आज यो महिला अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा जुन हामी यो अन्तर्क्रिया कार्यक्रम गर्दैछौँ साइकल र महिला सशक्तिकरण हामीले आजको यो छलफलमा चाहिँ हाम्रो इतिहास र वर्तमानलाई हेरेर यो साइक्लिङले चाहिँ कस्तो भूमिका खेलिरहेको छ महिला सशक्तिकरणमा अब आज हाम्रो यो डिस्कसनमा चाहिँ धेरै महिला साइक्लिङमा लाग्नुभएका महिला अभियन्ताहरू हुनुहुन्छ। यसै गरी विभिन्न यो क्षेत्रमा रहेर यस्तै अभियानहरूलाई चाहिँ अझ सशक्त रूपमा अगाडि बढाउन टेवा पुर्याउनु भएकाहरू हुनुहुन्छ। अब मैले चाहिँ ढिलो नगरिकन उहाँ एक एक गर्दै उहाँहरूको परिचय दिँदै यहाँ स्टेजमा आमन्त्रण गर्न चाहे। सर्वप्रथम मैले आज हाम्रो पहिलो प्यानलिस्ट मीना पौडेलज्यू, उहाँ चाहिँ समाजशास्त्री हुनुहुन्छ। उहाँले 3 दशकदेखि विभिन्न क्षेत्रमा रहेको यो समानकृत समूह, दलित अनि यो पिछडिएका समूहहरूको आवाजहरू उठाउँदै आउनुभएको छ र विभिन्न हक हितका कार्यक्रमहरूको लागि चाहिँ उहाँले एडभोकेसी गर्ने, रिसर्च गर्ने र वातावरण यो महिला सशक्तिकरण जस्ता यो इस्युहरूमा चाहिँ आवाज उठाइरहनु भएको छ। विशेष गरी महिला तथा महिला मात्र नभएर जति पनि पिछडिएकाहरू हुनुहुन्छ सबैको हक हितको लागि काम गर्नुभएको छ। उहाँलाई म एज अ प्यानलिस्ट यहाँ स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यस्तै गरी हाम्रो अर्को प्यानलिस्ट हुनुहुन्छ लक्ष्मी श्रेष्ठज्यू, उहाँ चाहिँ साइक्लिङ क्षेत्रमा लाग्नुभएको हाम्रो अभियन्ता नै हुनुहुन्छ। उहाँले विभिन्न महिलाहरूलाई ट्रेनिङ दिएर, विभिन्न समूहहरूलाई ट्रेनिङ दिएर रेगुलर रूपमा नै साइक्लिङ गराउँदै आइरहनु भएको छ। उहाँ चाहिँ हाम्रो नेपाल साइकल सोसाइटीसँग पनि आबद्ध हुनुहुन्छ, साथसाथै विभिन्न सङ्घ संस्थाहरूसँग पनि आबद्ध हुनुहुन्छ। उहाँलाई पनि मैले आमन्त्रण गरेँ। त्यस्तै गरी हाम्रो अर्को प्यानलिस्ट हुनुहुन्छ महेश्वरी रावलज्यू, उहाँ चाहिँ 30 वर्ष नेपाल सरकारको विभिन्न तहमा रहेर योगदान पुर्याउनु भएको छ। उहाँले नेपाल सरकारको उपसचिवको भूमिका निर्वाह गरिसक्नु भएको छ भनेदेखि ललितपुर महानगरपालिकामा पनि महिला विकास महाशाखामा प्रमुख रूपमा काम गर्नुभएको थियो र उहाँकै पालोमा यो महिलाहरूको उद्यमशीलता तथा महिलाहरूलाई साइकल सिकाउने एउटा अभियान पनि नगरपालिकाले चलाएको थियो। उहाँलाई पनि मैले आमन्त्रण गर्न चाहेँ। हामीले यो महिला दिवसको उपलक्ष्यमा धेरै ठाउँमा देखेका छौँ सधैँ महिलाहरू मात्रै प्यानलिस्ट भइरहेको धेरैचोटि देख्छ, तर महिला सशक्तिकरण भन्दाखेरि पुरुषको पनि उति नै योगदान रहेको हुन्छ। यसै क्रममा हाम्रो अर्को प्यानलिस्ट मैले यहाँ बोलाउन चाहेँ, उहाँ मचा काजी महर्जनज्यू हुनुहुन्छ। उहाँ चाहिँ श्रेम्बु डल्लु साइक्लिङ को अध्यक्ष हुनुहुन्छ। उहाँले आफू पनि साइक्लिङ गर्दै र विभिन्न महिला दिदीबहिनीहरूलाई पनि साइक्लिङ सिकाउँदै यो विगत 3 वर्षदेखि थालिरहनु भएको छ। उहाँलाई पनि मैले यहाँ आमन्त्रण गरेँ। हाम्रो अर्को प्यानलिस्ट उहाँ चाहिँ आउँदै हुनुहुन्छ कविता श्रेष्ठ चित्रकारज्यू, उहाँलाई पनि यो साइकल अभियान आइपुग्नुभयो। हजुर नमस्ते। उहाँलाई पनि उहाँको अनुभव होइन, उहाँले चाहिँ कसरी साइक्लिङमा आउनुभयो र उहाँले अहिले गरिरहनु भएको छ यसकै उहाँको अझै हामी उहाँबाटै सुन्नेछौँ उहाँको एक्सपिरियन्सहरू। हाम्रो 5 जना प्यानलिस्टहरूलाई चाहिँ जोरदार तालीका साथ स्वागत गरिदिनु हुन मैले अनुरोध गरेँ। आज नेपाल साइकल सोसाइटी यो विभिन्न साइक्लिङ पुच्छहरू सङ्घ संस्थाहरूसँग मिलेर आज यो जुन हामीले कार्यक्रम गरिरहेका छौँ यसमा सबैलाई आउनुभएकोमा धन्यवाद। हाम्रो प्यानलिस्टहरूलाई पनि मैले स्वागत गरेँ पुनः।
र अब चाहिँ म सर्वप्रथम चाहिँ एक्सपिरियन्सबाटै सुनौँ जस्तो लाग्यो होइन। मैले चाहिँ लक्ष्मीजीसँग चाहिँ एउटा सोध्न चाहेँ। उहाँले चाहिँ हामीले सधैँ भेटिरहेकै हुन्छ होइन। उहाँले धेरैलाई इन्सपायर पनि गरिरहनु भएको छ यो साइक्लिङ क्षेत्रमा लाग्नलाई। उहाँ आफै पनि रेगुलरली नै साइक्लिङ चलाउनुहुन्छ। तपाईँले चाहिँ कसरी सुरुवात गर्नुभयो, अरूलाई कसरी तपाईँले चाहिँ यसमा आउन कसरी आह्वान गर्नुहुन्छ र तपाईँलाई चाहिँ के कस्ता बाधाहरू भयो कि भएनन् होइन, त्यसलाई चाहिँ कसरी अगाडि बढ्नुभयो थोरै बताइदिनु होला। तपाईँको आफ्नो एक्सपिरियन्स बताइदिनुहोस् न है। सर्वप्रथम धन्यवाद मलाई यहाँसम्म ल्याएर बोलिदिनु भयो। यो पनि साइकलकै कारणले हो है। म बच्चामा चाहिँ साइकल चलाउँथेँ अनि धेरै पछि साइकल छोडेको थिएँ। जब मेरो बिहा भएर मङ्गलबजार आएँ अनि पाटन आएँ अनि म चाहिँ घुम्ने मङ्गलबजार आएर मात्रै यस्तो साइकल र्यालीको लागि एकजना 2-3जना भाइले चाहिँ नाम लेखिरहेको थियो। अनि यो के को लागि भन्दाखेरि यो चाहिँ साइकल र्यालीको लागि भनेपछि मलाई पनि इन्ट्रेस्ट छ। म चाहिँ एउटा पत्रकार हो, म फोटोग्राफर हुन्छु। उहाँहरू खुसी हुनुभयो, ल ठिक छ तपाईँ जस्तो हाम्रो मान्छे हामीलाई चाहिन्छ भन्नुभयो। त्यसपछि मैले उहाँलाई कन्ट्याक्ट गरिरहेँ बेला बेलामा, अब आफ्नो इच्छा छ कन्ट्याक्ट गराएँ। अनि त्यसो गर्दा गर्दा एक दिन चाहिँ स्वयम्भूबाट चाहिँ नमोबुद्ध जाने साइकल र्याली थियो होइन। अनि उहाँले मलाई बिर्सिनु भयो यो कुरा चाहिँ, भने बिर्सिनु मैले त त्यो डेट सम्झिरहेको थिएँ। म चाहिँ अब गाडीमा बसेर भए पनि स्वयम्भू गएँ होइन। गएँ अनि क्यामेरा पनि बोकिरहेको थिएँ। अनि मलाई चाहिँ एकजना मान्छेको साथमा चाहिँ मलाई बाइक पछाडि बसेर स्वयम्भू गएँ, नमोबुद्ध गएँ होइन। सबैजना गएँ, मलाई एकदमै खुसी लाग्यो, रमाइलो लाग्यो। अनि जाँदा जाँदा एक ठाउँमा चाहिँ मैले साइकल चढेँ कि उहाँको साइकल लिएर फोटो खिचेँ है। अहिले जति नै मेरो फोटो छ होइन, फोटो खिचेँ अनि मैले फेसमा पोस्ट गरेपछि सबैले कस्तो राम्रो भनेर एकदमै होइन खुसी भएर एकदम राम्रो कमेन्ट गर्नुभयो। त्यसपछि मलाई झन् साइकल चढ्न रहर लाग्यो। अनि त्यसो गरेपछि अनि मैले यो कुरा चाहिँ मेरो श्रीमानलाई भने मलाई पनि साइकल चढ्न मन लाग्यो भनेपछि ल ठिक छ भनेर मेरो श्रीमान म छोरी भएर साइकल किन गएँ लगानी खान गएँ। अनि किनेपछि अनि चाहिँ तै पनि मलाई साइकल चलाउन लाज लाग्यो है। साइकल दौडाउनु आएँ, साइकल चाहिँ मैले घरमा राखिरहेँ। अनि साइकल चलाएकै थिएन कि लाज लाग्ने है, अब कहिले नचलाएको बुहारी मान्छे राखिरहेँ। अनि श्रीमानले चाहिँ के भन्नुभयो, तिमीले साइकल रहरले किन्यो, अब खिया लाग्छ म गएर बेच्छु भनेको चाहिँ अब चढ्छु पऱ्यो भने चढ्न थालेँ होइन। चढ्न कहाँ चढ्ने है, ठाउँ छैन कहाँ चढ्ने। अनि त्यही पनि म बिहान योगा गर्न आएको थिएँ डोमारमा है, बाल्कनमा त्यहाँ चढ्न गएँ। अब धेरै पछि चढेको होइन, लडेँ कति भ्याट्टे भए त लडेँ है, गएँ त्यही पनि चढ्दै गएँ। अनि मैले साइकल चढेपछि अब पहिला कुर्ता लगाउँथेँ होइन, यस्तो प्यान्ट लगाउँथिनँ म, कुर्ता लगाएँ। अनि लड्ने नमिल्ने कस्तो अप्ठ्यारो लाग्ने गरेको नि। त्यसो गर्दा गएर अनि जस चढ्ने बानी भयो है। अनि बानी भयो अनि काठमाडौँबाट फर्स्ट म कहिले काठमाडौँ छोडेर गएको थिएन। काठमाडौँ फर्स्ट चाहिँ कोरा थियो हेटौँडामा है। अनि म हेटौँडा गएँ। त्यो फर्स्ट टाइम हेटौँडा गएको थिएँ, म त विदेशै गएको जस्तो भयो कि है। के लाने कसो लाने भनेर अनि कमला पुनलाई चाहिँ मलाई भाइराज दम्मोले चाहिँ मलाई साथी बनाइदिनु भयो। फला पनि साथी ल भन्नु पाएँ। अनि म त्यो कमलालाई जहिले सोध्ने, कमला अब भोलि के लाने अब के गर्ने सोध्ने कि रमाइलो विदेशै गएको छ कहिले काठमाडौँबाट नडेको। अनि कमलाको साथमा म हेटौँडा गएँ। हेटौँडा पनि मेरो त्यो सिम्पल साइकलमा गएँ। अनि क्यामेरा पनि पछाडि थियो। अनि सबैले मलाई मैले सबैको फोटो खिचेँ। सबैले ओ लक्ष्मी दिदी भन्ने मान्ने सबै एजेडमै थिएँ कि त्यहाँभरिमा। अनि त्यसो गर्दा गएर मेरो साइकल यात्रा सुरु भयो होइन। अब ठाउँ ठाउँमा गएँ, हरेक ठाउँमा गएँ। अनि त्यसपछि मलाई सुगर रोग थियो होइन, थाइरोइड प्रेसर सबै रोग थियो। अनि साइकल चढ्दै गएपछि मेरो त्यो रोग पनि कम हुन गयो होइन। अब घरमा पनि अब टाइम दिन थालेँ मैले होइन। पहिला चाहिँ टाइमै थिएन कि, अब काम थियो होइन मेरो। अब घरमा पनि गर्नु पऱ्यो, बाहिर पनि गर्नु पऱ्यो। अनि टाइम दिन नसक्ने होइन, घरमा झन्डै काममा तिला हुन्थ्यो। त्यसो गर्दाखेरि मलाई एकदमै सहज भयो होइन, सहज भयो। अनि मैले साइकल चढाउँदाखेरि चाहिँ मेरो घरमा चाहिँ मेरो सासू, मेरो जोइन्ट फ्यामिली थियो, सासू अनि देउरहरूले चाहिँ अब साइकल चढ्नु भनेको त एकदम तल्लो यस्तो ठान्थ्यो होइन। अब गाडी चढेको, कार चढेको होइन, बाइक चढेको इज्जत हुन्थ्यो, साइकल त के इज्जत गर्थ्यो। अनि मेरो श्रीमानले चाहिँ मेरो देउरहरूले तिम्रो श्रीमतीले साइकल चढेर चाहिँ हाम्रो टोलको नाक काट्यो होइन, साइकल छोड्यो भन भने।
मेरो सीमाले के भन्नु भने साइकल चढ्नु भनेको आँटको कुरा हो होइन मुटु बलियो छ उसले चढ्यो तिमी पनि सक्छ भने चढ न भनेपछि मैले यसो भनेपछि झन् मलाई आँट आयो कि अनि त्यसपछि मेरो रेगुलर साइकल चढ्दै गएँ मैले साइकल चाहिँ छोडेन पहिला मैले रडले चढ्थेँ अहिले त मेरो साइकल चढ्ने बाध्य भएन अनि मैले साइकल चढेर मलाई धेरै फाइदा भएपछि अब चाहिँ मैले साइकल सिकाउँछु भनेर चाहिँ मसित मलाई साइकल सिकाउन थालेँ होइन 2-3जनाहरू सिकाउन गएँ अनि मोटीहरू आउँथ्यो होइन गाह्रो साइकल चलाउने अनि मैले चाहिँ धेरै फेसबुकमा पोस्ट गर्थेँ अनि उहाँले चाहिँ अनि मलाई मेरो फेसबुक कमेन्ट गर्थ्यो कि यसरी हो भने उसो त्यस्तो मोटी तिमीले साइकल सिकायो तिमीलाई गाह्रो हुन्छ भनेर कमेन्ट आयो र मैले साइकल सिकाउनै गएँ अनि त्यसो गर्दा चाहिँ एक दिन चाहिँ मणिहरू ललितपुरमा चाहिँ महिला उद्यमी मेरो दर्तामा छ एक दिन चाहिँ ललितपुरमा चाहिँ महिला उद्यमीमा मलाई बोलाउनु भयो होइन उसमा स्टाफ कलेजमा अनि गएँ त्यसपछि सबै आफ्नो परिचय दिनुभयो अनि मैले पनि मेरो परिचय दिएँ म एउटा क्यामेराम्यान हुँ फोटोग्राफर हुँ अनि मेरो चाहिँ अचार पनि बिजनेस छ म चाहिँ जहाँ गए पनि मेरो यो पछाडि ब्यागमा चाहिँ अचार पनि हुन्छ क्यामेरा पनि हुन्छ म चाहिँ पसलमा चाहिँ दिँदिनँ होइन मेरो हाटबाट दिन्थेँ किन पसलमा गयो भने स्टक रहन्छ होइन डाइरेक्ट क्यास आउँदैन अब हाटबाट डाइरेक्ट क्यास आउँछ कम लगानी कम फाइदा पनि हुन्छ भनेर मैले ल यसो भने चाहिँ उहाँ मैसेज म्यामसँगै हुनुहुन्छ उहाँले सोध्नु भएको थियो मलाई अनि मैसेज म्यामले के भने लक्ष्मीजी तपाईँले एकदम राम्रो काम गर्नुभयो तपाईँ यस्तो बहुत प्रतिभाशाली हेर्छ तपाईँ हिसाबले मान्छे चाहिन्छ खुसी लाग्यो भन्नुभयो अनि त्यसपछि अनि केही दिनपछि मलाई उहाँले अवसर गर्नुभयो लक्ष्मीजी मलाई त सहयोग गरिदिनुहुन्छ हामी पनि महिलाहरूलाई साइकल सिकाउनु सक्नुहुन्छ म एकदम खुसी छु भने अनि मैले जबलेखेलमा साइकल सिकाउनु थालेँ होइन अनि मेरो एउटा साइकल पनि थियो अनि पुरानो साइकल पनि थियो अनि मैले चाहिँ जहिले पनि फेसबुकमा फोटो पोस्ट गर्थेँ अनि गर्दा कोही चाहिँ लजाउने कि मेरो फोटो नखिच भने भाग्ने कि किनभने उहाँहरू लुकुलुकी आउनुहुन्छ घरमा डर लाग्छ गाली गर्छ भने लुकुलुकी आउनु तपाईँ किन आउने मर्निङमा पनि साइकल सिकेँ अनि मैले चाहिँ तै पनि मैले चाहिँ फोटो खिच्न र पोस्ट गर्न छोडेन आफ्नो मनले खाएको मान्छे चाहिँ अनि उहाँहरू चाहिँ सुरुमा चाहिँ फोटो नखिच भन्नेहरू भोलिपल्ट चाहिँ लक्ष्मीजी तपाईँले फोटो खिचेर मेरो परिवारले यसो भन्यो खुसी भएर ल मेरो फोटो खिच्नु भने झन् उनीहरू रोखायो कि अनि त्यसो गर्दा अनि धेरै थुप्रै मान्छेहरू फोटो खिच्न थालेँ होइन अनि मैले चाहिँ आजभोलि थुप्रै ठाउँमा गएँ है अस्ति भर्खर उसमा उदयपुर धरान गएँ होइन नेपालगञ्ज ठाकुरबाड पोखरा जनकपुर सिन्धुली अनि राणा महाकाली त्यसपछि सिक्किम दार्जिलिङ अब मैले दोस्रोमा चाहिँ महेश्वरी रावलजीलाई सोध्न चाहेँ महेश्वरी म्याम यो हामीले अब नेपाल सरकारमा बसेर हजुरले त विगतमा 30 वर्ष काम गर्नुभयो होइन अब महिला सशक्तिकरणको कुरा गर्दाखेरि धेरै यो समानताको कुरा आउँछ होइन अनि समान हक दिलाउनुपर्छ भन्ने आवाजहरू धेरै आउँछ कसरी भन्ने कुरा चाहिँ फरक एउटा एप्रोच गइरहेको हुन्छ तपाईले चाहिँ कसरी यो साइक्लिङलाई नै एउटा एप्रोच बनाउँछु भनेर तपाईले के त्यस्तो सोचेर गर्नुभयो होइन र साथसाथै यो चाहिँ च्यालेन्जिङ नै हुन्छ कि किनभने हामीलाई यो सरकारमा यो सरकारी कार्यालयबाट कति प्रोग्रामहरू ल्याउँदाखेरि बुझाउन पनि गाह्रो होला तपाईलाई पनि केही अप्ठ्यारोहरू भयो होला होइन यो किन चाहियो र भन्ने खालको प्रश्नहरू पनि धेरै आउँछ हामीलाई यो बाहिर हेर्दाखेरि तपाईको अनुभव कस्तो रह्यो यसलाई सुरुवात गर्दाखेरि तपाईले नेपाल सरकारको विभिन्न मातहतमा बसेर काम गर्दाखेरि र ललितपुर महानगरपालिकामै बसेर काम गर्दाखेरि पनि यो महिला सशक्तिकरणमा चाहिँ यो विभिन्न अरू पाटो हुँदै साइक्लिङलाई चाहिँ कसरी हेर्नुहुन्छ र यसले कसरी टेवा पुर्याएको छ जस्तो हजुरको विचारमा? थ्याङ्क यू। अब महिला सशक्तिकरण भन्ने बित्तिकै यो क्रस कटिङ इस्यु भन्छ होइन एकदमै धेरै कुराहरू भएपछि मात्रै महिला सशक्तिकरण हुन्छ। पहिलो त महिलाको चेतना विकास हुनु पर्यो होइन उसले मलाई चेन्ज गर्नुपर्छ भन्ने उसलाई चाहिँ ल्याउनु पर्यो त्यसको निम्ति काम गर्नुपर्छ। यो साह्रै गाह्रो कुरा। म त अब 2049 सालमा महिला विकास अधिकृत भएर सिधै चाहिँ जिल्लामा पुगेको मान्छे
यति गाह्रो त्यहाँ कुरै नसुन्ने होइन। त्यो ठाउँमा डडेलधुरामा चाहिँ गएको थिएँ, एकदमै फाइट गर्नुपर्ने। अनि मलाई त अब त्यो खाना पनि केही नपाइने, छोडेर आउँ कि जस्तो पनि भएको थियो। सानो 2 वर्षको बच्चा बोकेर गएको, तरकारी पनि नपाइने, 2टा कार्टुन तरकारी बोकेर गएको। अब यो तरकारी सकेपछि त बच्चा बोकेर फर्किनु पर्ने अवस्था थियो। तर मिजरेबल कन्डिसन देखेँ। महिलाहरूको अस्तित्व नै थिएन। गाई मर्यो भने 10,000 को गाई मर्यो, बाख्रा मर्यो भने 5,000 को बाख्रा मर्यो। महिला मर्यो भने त नयाँ श्रीमती आउने रहेछ। कस्तो आनन्द! महिलाको उपचारै नहुने, महिलाको भ्यालु नै थिएन। अनि महिलाले पुरुषलाई नमस्कार गरे पनि रेप गरेको सरह घरबाटै निकाल्ने, कुटपिट गर्ने भयङ्कर भेटे। महिला 18, 20, 22 घण्टासम्म काम गर्ने मैले धेरैवटा सर्वे गरेँ त्यहाँ। तर उसको आङमा 1 सरो लुगा पनि हुँदैन थियो। च्यातिको पेटीकोट र च्यातिको चुलो लगाएर माथिबाट चाहिँ त्यो सबै। मलाई कहिलेकाहीँ दिक्क लाग्छ, हाम्रा चाहिँ नि डडेलधुरा जिल्लाबाट पटक प्रधानमन्त्री हुनुभयो, उहाँको जिल्लाको अवस्था अहिले पनि राम्रोसँग सुध्रेको छैन। अलिअलि चाहिँ भएको छ, अलिअलि आफै पनि हुन्छ भन्छु कि म त। अनि त्यसपछि कस्तो थियो भन्दाखेरि श्रीमानहरू जति जम्मै वाचम्यान इन्डियामा के अरे दरवान हुन जाने हिन्दी भाषामा। अनि त्यसपछि चाहिँ नि सानो बच्चा 12-13 वर्षदेखिको बच्चा नै नहुने त्यो अवस्था थियो त्यहाँ होइन। छोराहरू सबै 11-12 वर्ष भएपछि लिएर जाने, उनीहरूको ट्रेनिङै त्यसै पाउने पाले बस्नेमा होइन। अनि काम भनेर मेरो चिनिने त्यस्तो अवस्था थियो। अनि त्यहाँको महिला सशक्तिकरणको कुरा गऱ्यो भनेदेखि त हामीलाई नै यसरी हेर्ने। म कार्यालय प्रमुख छु, महिला विकासको म्याडमलाई धेरै बोल्न दिनुहुन्न, उभिन दिनुहुन्न, गाह्रो हुन्छ भन्ने त्यो अवस्थामा मैले काम गरेँ हेर्नुहोस्। अनि मलाई के लाग्यो भने ओहो म त यहाँबाट जानुहुन्न, मैले यहाँ काम गर्नुपर्छ। म त जहाँबाट बाँचेर खान सक्छु। मसँग सिप छ, म गार्मेन्ट्स उद्योग सुरु गरिसकेका मान्छे, म छोडेको बुटिक सुरु गरिसकेका मान्छे कलेज पढ्दै म गएँ भने म त काठमाडौँमा गएर राम्रै गरौँला। मैले यहीँ पढेको यहीँ हुर्केको मान्छे म धेरै होइन। म त राम्रो गरौँला, मेरो बिजनेस पनि होला, म पैसा पनि कमाउँला, सबै कुरा होला मेरो सुख सुविधा। तर यी महिलाहरू त्यस्तै हुन सक्छन्। त्यही भएर आज मलाई यो चाहिँ नि मलाई भगवान्ले चाहिँ पठाएको यो काम गर्नलाई मैले गर्नुपर्छ भनेर मैले काम सुरु गरेँ। यति गाह्रो कार्यालय पनि महिला विकासलाई हेर्ने दृष्टिकोण फरक। 30-35वटा कार्यालय प्रमुख भएको ठाउँमा एउटा महिला विकास हुने। महिला विकास भनेपछि चाहिँ त्यहाँ यसो गरेर हेर्ने, एकदमै एलियन आएको जस्तो गरेर हेर्ने साह्रै गाह्रो थियो। तर मलाई के लाग्यो भने मैले एक्सपोजर पाएको छु, म बोल्न सक्छु, मैले गर्नुपर्छ। त्यहाँ लडाइँ गरेँ, धेरै लडाइँ गरेँ त्यहाँ। मलाई देखेपछि त्यसै डराउने, जनप्रतिनिधि पनि डराउने, मेयरहरू पनि डराउने नै बनाएँ मैले। कतिजनालाई त प्रहरीका थुन्नै पर्यो, थुनाइ पनि दिएँ। त्यसपछि चाहिँ नि त्यहाँ अलिक फरक पर्यो। 5 वर्ष म सायद 1 वर्ष पनि बस्दिन सक्दिनँ होला भनेको मान्छे, मलाई कहिले विश्वास नगरेको मान्छे यो 6 महिना बस्यो भने मागेको ठाउँमा सर्वत दिन्छु भनेको थियो मलाई। तर म 4 वर्ष बसेर सिनारी भयो होइन। मैले बोल्न सक्ने, निस्किन सक्ने, समूहमा चाहिँ आफ्नो बार्गेन गर्न सक्ने बने, उद्यमीहरू बने। मेरो जीवनको कामै सुरुवात चाहिँ उद्यमशीलताबाट गरेँ। लैङ्गिक हिंसाको थुप्रै घटनाहरू मैले हेरेँ। साह्रै गाह्रो, सबैसँग लड्नु पर्ने, पुरुषसँग लड्नुपर्ने, जनप्रतिनिधिसँग लड्नुपर्ने, मेल चाहिँ नि आफ्नो काउन्टर पार्ट भनौँ न लैङ्गिक गर्दै गर्दै तर छोडिनँ। त्यसको 4 वर्ष परिवर्तन भयो। त्यसपछि म चाहिँ मेरो बच्चा सिरियस भएर म आएँ, म अरू जिल्लाहरूमा पनि बसेँ। अब मैले त्यसपछि चाहिँ त्यहाँको सिनारी, त्यहाँको अप्ठ्यारो देखेपछि मेरो एउटा एक्सिडेन्ट भयो। म प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय महिला आयोगमा पुगेँ। त्यहाँ जाँदाखेरि पनि सुन्नलाई गाह्रो, महिला इम्पावरमेन्टको सुन्नलाई। प्रधानमन्त्री कार्यालयमा हुँदा म्यामसँग मैले थुप्रै पटक चाहिँ हामीले प्रोग्रामहरू गर्थ्यौँ। हामी धेरै कुराहरूमा भेटघाट हाम्रो हुन्थ्यो, सेयरिङ हुन्थ्यो। त्यहाँ चाहिँ प्रधानमन्त्री कार्यालयले महिला सशक्तिकरणको कुरा गर्न, महिला चाहिँ लैङ्गिक हिंसाको कुरा गर्नलाई मन्त्रालयमा चिठी लेख्यो भने मन्त्रालयमा महिला भेटाएन भने विभागबाट चिठी महिला खोजेर चाहिँ पठाइदिन्थ्यो। अब कस्तोसम्म देश छ भन्नुहोस् त। त्यस्तो अवस्थामा मैले काम गरेँ। त्यहाँ पनि त्यत्तिकै लडाइँ गर्नु पर्यो। त्यहाँको पनि प्रहरी फोर्सदेखि लिएर सबैसँग काम गर्नु पर्यो। त्यो गर्ने क्रममा म लैङ्गिक हिंसा निवारण, लैङ्गिक हिंसा समन्वय समितिमा थिएँ, जो म हेर्थेँ त्यहाँ प्रधानमन्त्री कार्यालयमा। त्यो बेलामा यो जिल्लाबाट, यो पालिकाबाट यहाँभित्र एकदम कोरी एरियामा बस्ने, प्रशस्त सम्पत्ति भएको, डिग्री हातमा राम्रो भएको, डरमा तरफ थाप्ने महिलाहरू 3-4 जना मका रुन जानुभयो, जसले मलाई झस्कायो। ओहो ललितपुरमा पनि यस्तो छ, त्यो डडेलधुरा जस्ता जस्तो पो कुरा आयो, त्यो लैङ्गिक हिंसाका कुराहरू भने जस्तो भयो। हेर्नुहोस् है, पैसा कमाएर हातमा डिग्री भएर कोही पनि इम्पावर हुँदैन।
कोही पनि हुँदैन, महिला पनि हुँदैन, पुरुष पनि छैन, पुरुषमा पनि विवेक छैन। मैले धेरै भेटाएको छु, धेरै पिएचडी वालाहरूलाई गाली गर्नु परेको छ, धेरै ठुल्ठुला डक्टरलाई सचिवहरूलाई चाहिँ यो चाहिँ प्रहरी पोस्टहरूमा बस्ने माथि माथि बस्नेहरूलाई कराउनु परेको छ। किनभने हाम्रो ब्रटअप, हाम्रो चाहिँ हुर्काइ कस्तो छ भने हाम्रो समाज भनेको महिलालाई पाखा लगाएर महिला त घरको पहिला काम सकेपछि मात्रै बाहिर निस्किने हो भनेर चाहिँ चलन छ। त्यो कुरा या त छैन होला भन्ठानेको थिएँ मैले। म त डडेलधुरादेखि लिएर मोरङसम्म चाहिँ तराईदेखि लिएर पहाडसम्म काम गरेको मान्छे। तर जब यहाँबाट केसहरू त्यहाँ जान थाल्यो, ओहो ललितपुर पनि यस्तो बत्ती मुनि यस्तो अँध्यारो भने जस्तो फिल भयो। अनि मलाई यहाँ आउन मन लाग्यो काम गर्नको निम्ति। एउटा त्यो घटना। अर्को एउटा प्रोग्राममा मलाई यहाँ बोलाइएको थियो, अनि हाम्रो चाहिँ मङ्गल बजारको चाहिँ के अरे नागपोखरीमा कार्यक्रम भएको थियो। त्यहाँ आउँदा त पाठेघर खसेको महिलाहरूले कहिले हस्पिटल टेकेर हिँड्छ। मलाई यस्तो फिल भयो कर्णालीदेखि पनि मान्छे आएर चाहिँ हस्पिटलमा ट्रिटमेन्ट गर्छ, तर यहीँको महिला हस्पिटलमा जाँदैन। उमेर भएका महिलाहरू है पाठेघर कतिको खस्या रहेछ। यो दुईटाले यस्तरी छोए, म यहाँ सौरा मागेर आएँ। मलाई सबैले कस्तो पागल त, एउटा चाहिँ मन्त्रालयमा मजाले बसेको उपसचिव देश विदेश जान पाइन्छ, किन जाने त्यहाँ भनेको थियो। आएँ मैले, किनभने मलाई थाहा छ पेन छ, पीडा छ, मैले काम गर्नुपर्छ, किन म सक्छु, मैले यति गरेँ भने मेरो जीवन सार्थक भयो भनेर म यहाँ आएँ। त्यसपछि यहाँ आइसकेपछि जब काम गर्दै जाँदाखेरि मिटिङमा बोलायो, तालिममा बोलायो, कति तालिम प्रोग्रामहरू राख्यो, उहाँहरूलाई सबैलाई थाहा छ यहाँ कति हुनुहुन्छ त्यसमा सहभागी। बोलायो भने 10 बजे बोलाएको महिलाहरू 2 बजेसम्म आउँदै जाने। अब ती महिलाहरूलाई कहिले इम्पावर गर्ने, कहिले चेन्ज गर्ने, कहिले परिवर्तन हुन्छ। 2 बजे आउनु पाएको छैन, बल्ल बल्ल आउनुहुन्छ, म घरमा खानै खाइदिएन, यस्तो भयो त्यस्तो भयो, पुर्याइदिएन भन्नुहुन्छ। अनि पुर्याउनलाई श्रीमानलाई कुर्नु हुँदो रहेछ कि कतिले छोरालाई कुर्नु हुन्छ, मोटरसाइकलमा पुर्याइदिएला भनेको आइदिएन टाइममा। अनि घरमा हिजो त झगडा पऱ्यो मेरो भनेर पनि सुनाउने। भनेपछि कोही प्रोग्राममा टाइममा नआउने, जसले गर्दाखेरि चेन्ज त हुँदै नआउनु भयो यहाँ त। अनि मलाई के फिल भयो भने ओहो ल भएन, अब चाहिँ नि यहाँ चाहिँ महिलाहरूलाई साइकल चढ्न सिकाउनु पर्यो। थोरै पैसामा साइकल किन्न सक्छ, एउटा साडी नकिनेर सक्छ, साइकल किन्यो भने आफै हिँड्न सक्छ, आफै हिँड्न सक्यो भने स्वस्थ पनि हुन्छ। अनि म गुडेँ है, म आफै गएँ भनेर एउटा कन्फिडेन्स पनि हुन्छ भनेर मलाई चाहिँ त्यो सोच आयो। किन भन्दा म आफै पनि बच्चादेखि साइकल चढेको मान्छे। त्यसपछि चाहिँ नि अनि मैले विदेशमा पनि फेरि म एउटा थाइल्यान्ड चाहिँ म ट्रेनिङमा जाँदाखेरि ब्याङ्ककको मैले यस्तो सिनारी देखेँ कि 80-85 वर्षको दिदी बहिनीहरू टक्क चाहिँ साइकल चढे हिँडेको छ होइन, हेलमेट सेलमेट लाएको छ, टोकरी बास्केट अगाडि र पछाडि राखेको छ, कस्तो खुसी साथ हाँसेर चाहिँ एकदमै ग्रुपमा चाहिँ बजार जाने, सामान किनेर लिएर आउने। मैले 3-4 दिन त्यसलाई हेरेँ कि म त्यहाँ बस्दाखेरि। अनि मलाई के लाग्थ्यो भने ओहो हामी कहाँ यस्तो अवस्था छ, एकदमै महिलाको नाजुक अवस्था छ, बोल्न आफ्नो नाम सुत्ता पनि भन्न काम छन्। यहाँ यसरी हिँडिरहेको छ, आनन्दले जीवन यति राम्रो छ। अनि 50 हुँदा नहुँदा ओछ्यानमा पुगिसक्छ, सासु आमा बन्छ, अब त बुहारीले गर्ने हो भनेर सिद्धिया छ मान्छे, चाँडै मर्छ, रोगी हुन्छ। अनि यहाँ यस्तो छ भनेपछि यो गर्न पाए हुन्थ्यो भने मेरो दिमागमा त्यो टाँसिराखेको थियो होइन। अनि यहाँ आइसकेपछि चाहिँ नि मलाई चाहिँ त्यो जब लक्ष्मीजीसँग त निकै पछि भेट भएको मेरो, अब 76 सालमा हामीले 75 सालको महिला दिवस यसै मनायौँ हामीले शान्तिनु गरेर। 76 सालमा कोरोनाले गर्दा हामीले गर्न सकेनौँ। 77 सालमा चाहिँ भएन, अब चाहिँ साइकल र्याली गरेर चाहिँ गर्नु पर्यो भन्दा तपाईँले अघि सोध्नु भएको जस्तो मैले त्यो कुरा उपमेयरज्यूलाई सुनाउँदा उपमेयरज्यूले त कस्तो काम नलाग्ने कुरा गरेको भनेर मलाई चाहिँ यस्तो पनि हुन्छ र महिला दिवस भनेर भन्नुभयो। अनि मैले त्यसको इम्प्याक्टको कुराहरू भने, यसरी हिँड्न थाल्नुभयो भने इम्पावर हुन्छ, यो फरक पर्छ भनेर चाहिँ सुनाइसकेपछि उहाँले चाहिँ अलिअलि हो कि भने जस्तो गर्नुभयो। अनि मैले यो कुरा अब मेयर साहबलाई सुनाउनु पर्यो भन्ने लाग्यो मलाई। त्यसपछि म मेयर साहबका गएँ उपमेयरज्यूलाई भनेर, अनि त्यसपछि म मेयर साहबलाई भन्छु हुन्छ भन्ने उहाँले गरौँ, यो यसले धेरै फरक पार्छ मेयरज्यू भनेर भने। उहाँलाई कन्भिन्स गरेछु मेयर साहबका गएर सुनाउँदा मेयर साहबले मलाई यसरी हेर्नु, पहिला त साइकल र्याली महिला दिवसमा मार्च गरौँ न बरु भनेर भन्नुभयो है। उहाँले पनि त्यही भन्नुभयो, मेरो उपमेयरज्यूले पनि त्यही भन्नु, मन पराउनु भएको थिएन उपमेयरज्यूले भित्रदेखि। मेरो अलिकति इन्सिस्ट थियो कि चेन्ज हुन्छ भन्ने मलाई चाहिँ भित्रदेखि। त्यसपछि मैले चाहिँ उपमेयर साहबलाई मैले त्यसको कन्सिक्वेन्सेस यस्तो यस्तो हुन्छ, भोलि त्यसको इम्प्याक्ट यस्तो यस्तो हुन्छ, महिलाले साइकल चढिसकेपछि हामीलाई चाहिँ अरू उहाँहरूलाई चाहिँ बाहिर निस्केपछि न मान्छेले चाहिँ के अरे चाहिँ कुरा बुझ्ने मौका पाउँछ, यो गरौँ भनेर भनिसकेपछि एकचोटि देखाउँ न महिलाले साइकल चढ्नुपर्छ भन्ने कुरा चाहिँ देखाउँ भन्दा मैले चाहिँ नि। अनि त्यसपछि साइकल सोसाइटीसँग चाहिँ तपाईँले समन्वय गर्नुहोस् भन्नुभयो। साइकल सोसाइटीको चाहिँ हाम्रो यहाँ देखाउनु भएन अहिले त होइन। अनि मैले रतनजीलाई फोन गरेपछि
उहाँलाई बोलाएँ अनि उहाँलाई चाहिँ नि उहाँसँग अहिलेसम्म महिला साइकल चढ्ने को छ भनेर भन्दा 8 जनाको नाम मात्रै भेट्टाएँ मैले त्यतिखेर हैन। त्यो 8 जनालाई मैले फोन गरेर पर्सनली फोन गरेर गर्दा त्यति आउन इन्ट्रेस्ट गर्नु भएन उहाँहरूले। अब उहाँहरू आए पनि नआए पनि बोलाउन चाहिँ बोलाउने। अब चाहिँ नि मेलहरू जति आउनुहुन्छ चाहिँ एउटा र्याली चाहिँ गर्ने भनेर हामीले सुरु गरेँ हेर्नुहोस् है 77 मा 8-10 जना भन्दा महिला हुनुहुन्न थियो त्यति बेला उहाँलाई पनि मैले देखिनँ। त्यसपछि चाहिँ त्यो साइकल त्यो र्यालीमा उपत्यकाभरिको मेलहरूलाई बोलाइयो अनि पोखरापट्टि पनि आउनुभयो भैरवाडा पनि आउनुभयो राम्रो भयो र्याली हैन। अनि त्यसपछि चाहिँ त्यो सन्देश दिन गरिएको थियो। अनि त्यसपछि अर्को वर्ष अब मैले चाहिँ प्रस्ताव के राखेँ भने त्यसपछि मेयर साहबलाई उपमेयरज्यूलाई अब चाहिँ महानगरपालिकाको सबै कर्मचारीलाई साइकल सिकाउँ अनि एउटा साइकल दिन सकिन्छ दिउँ सकिएन भने 50% चाहिँ यहाँ बजेट हालौँ अनि यसले फरक पार्छ। किन एउटा राम्रो सन्देश पनि जान्छ साइकल चढेर हिँड्छ त्यहाँको कर्मचारी अर्को स्वस्थ हुन्छ खुसी हुन्छ काममा इम्प्याक्ट पर्छ भनेर भन्दाखेरि अनि राम्रो कुरा गर्नुभयो भनेर भन्नुभयो हैन। अनि महिलालाई पनि सिकाउँ बाहिर भनेर भन्दाखेरि उहाँहरूको के कुरा मिलेन। मैले 6 महिना कुरेँ 6 महिना कुरेपछि पनि भएन नभइसकेपछि मलाई त भित्रदेखि हुटौटी थियो। त्यसपछि चाहिँ नि अब त्यही क्रममा मैले उपमेयरज्यूलाई चाहिँ मैले अरू प्रस्तावहरू गरेँ। यी प्रस्तावहरूलाई अलिकति चाहिँ गर्दाखेरि उहाँहरूले इन्ट्रेस्ट चाहिँ असाध्यै राम्रो प्रस्ताव भने तर माहौलै बनेन। नभइसकेपछि चाहिँ मलाई चाहिँ यो जसरी पनि गर्नुपर्छ यो वर्षको साइकल र्यालीमा चाहिँ महिला आउनुपर्छ भन्ने थियो। अनि अब त्यसपछि चाहिँ मैले लक्ष्मीजीलाई चाहिँ लक्ष्मीजी भनिसक्नु त्यसरी भेट भइसकेपछि तपाईँ साइकल चढ्नुहुन्छ यो त सिकाउनु पर्यो नि लक्ष्मीजी भनेर भने। अनि त्यसपछि लक्ष्मीजीलाई चाहिँ मैले त्यसपछि त्यो अझ त्यति गरेपछि पनि उहाँले एक्लै सिकाउन थाल्नुभयो। अनि मैले चाहिँ अब जाउला खेलमा चाहिँ यो महिलाको लागि महिला अभियान त अलि अगाडिदेखि सुरु भइसकेको थियो। त्यहाँ अरू कुरा गर्थ्यौँ हामी उद्यमशीलताका कुरा गर्थ्यौँ अरू अवेरनेसको हिलाउने हिंसाका कुरा गर्थ्यौँ। अनि त्यसपछि चाहिँ अब मार्च 8 आउँदैछ भनेर फागुन चाहिँ 8 गतेदेखि जसरी पनि सुरु गर्न पर्यो भनेर उहाँलाई ल आउनुहोस् तपाईँ भनेर उहाँलाई चाहिँ बोलाएर अनि महिला दिदीबहिनीहरूलाई भने उद्यमीहरूलाई भने विशेष गरिकन होइन जो मेरो नजिकमा हुनुहुन्थ्यो एकदमै उद्यमशीलताको काम मैले एकदमै रिगोरसले लगिरहेको थिएँ। अनि त्यो बेलामा मलाई चाहिँ यो हेलमेट लाएर टक्क ट्राउजर लाएर जुत्ता चाहिँ मजाले लगाएर चाहिँ तपाईँहरू चढेर हिँड्नुहोस् त कति तपाईँहरूको चाहिँ उद्यमी त हुनुभएको छ तपाईँहरूको चाहिँ हेर्ने दृष्टिकोणै फरक पर्छ भन्दा मलाई यसो हेर्नुहुन्छ कि महिला जुत्ता लगाएर ट्राउजर लगाएर जाने भन्ने ब्याट्री होइन त्यहाँ ऊ छ क्या त्यो साउन्ड मेल साउन्डमा गयो क्या त्यो छ त्यो स्पिकरै त्यस्तै छ क्या। हेलो त्यो भइसकेपछि चाहिँ नि मलाई सम्झाउनु यति गाह्रो भयो हेर्नुहोस् यति गाह्रो भयो। अनि मैले जबरजस्ती चाहिँ ल लक्ष्मीजी आइहाल्नुहोस् तपाईँ भनेर जाउला खेलमा दिदीबहिनीहरूलाई बोलाएर चिया खुवाएर फगाउँदाखेरि पनि मान्नु भइरहेको थिएन। भोलिदेखि जसरी भए पनि गर्ने किनभने अबको महिला दिवसलाई त महिला बढाउनु छ नि साइकल र्याली त गर्नु छ किनभने पोहोर साल त महिलालाई देखाएको मात्र हो यसपालि त महिलाको पार्टिसिपेसन बढाउनु छ नि भनेर जबरजस्ती सुरु गरियो। अनि कोही चढ्न नमानिसकेपछि आफ्नै भिडियो म साइकल चढ्ने उहाँले भिडियो खिचिदिने अनि पोस्ट गर्ने लोभ देखाइदिनु पर्यो अब भनेर नि त्यसरी गरियो। टेम्पटेसन बढाइदियौँ होइन त्यसरी बढाएपछि अनि अलिकति आउनु थाल्नु गर्दा 1-1.5 महिनामा त यति चाहिँ भिड बढ्यो कि त्यो जाउला खेलको चाहिँ त्यो मण्डलामा नधान्ने भयो। हामीलाई चाहिँ नि ती सिफ्ट गरेर हामी चलाउन थाल्यौँ। तर आउँदाखेरि के गरेर आउनुहुन्थ्यो भने चप्पल लगाएर अनि त्यसपछि यो के भन्छ हाम्रो कुर्ता सुरुवाल हुन्छ नि एकदम भर्ला रङ परेको लाएर सल लगाएर आउने। अनि आउँदाखेरि 4 बजे हामी त बिहान उज्यालो भएपछि सक्दैनौँ आउनलाई। अनि उहाँले सेयर गर्नुभएको के भने त्यसरी आउने दिदीबहिनीहरूको घरमा साइकल भएको पनि कुचो लाउँदै जाँदा साइकलको नजिक पुगेपछि नछौ भन्ने अरे के उहाँहरूलाई हामी सारिदिन्छौँ त्यो नछौ भनेर भन्ने अरे। भनेपछि हामीले साइकल छुनु सुत्दा पनि पाएन ओहो हामी भाग्यमा यहाँ त हामीलाई साइकल चढाउँदै हुनुहुन्छ भनेर भन्ने होइन। अनि डराएर उहाँहरू लुकेर आउनुहुन्थ्यो लुकेर जानुहुन्थ्यो उज्यालोमा जानुहुन्थ्यो के अरे उज्यालो नहुँदै जानुहुन्थ्यो घरमा मर्निङ वाक गर्न गएको मन्दिर गएको भनेर आउने अरे। अनि साइकल सिक्ने त्यसपछि उज्यालो नहुँदै घर जाने कतिले लुकाउनुभयो कुराहरू। अनि बिस्तारै साइकल किन्न थाल्नुभयो। अनि हामीले मेलहरूलाई पनि बोलाउन थाल्यौँ त्यो कुरा पोस्ट गर्न थाल्यौँ मेलहरूले सपोर्ट गरे पनि हुन्छ भन्न थाल्यौँ। पछि
छोराहरूले श्रीमानहरूले श्रीमतीलाई आमालाई दिदीलाई बहिनीलाई बोकेर जाउला खेलमा चाहिँ किनारमा उहाँहरू बस्ने अनि त्यसपछि त्यो मण्डलामा हामीले साइकल सिकाउने गर्दै 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 गइसकेपछि चाहिँ अहिले 8000 करिब करिब चाहिँ महिलाहरूले जाउला खेल अहिले छेसुमा पनि त्यो कार्यक्रम चलिरहेछ अनि त्यसपछि चुनी खेलमा पनि छ यो यसरी पर्सनली धक्कलेर गरेको कार्यक्रम अहिले 8000 भन्दा बढीले सिके अहिले उहाँहरू यसरी हिँड्नु हुँदाखेरि यति गर्व लाग्छ जुन कल्पना गर्दाखेरि हुँदैन यस्तो त सिप ट्रेनिङ दिनुस् न भन्नु हुन्छ म्याडमले कल्पना गरे त हुँदैन भन्ठान्थ्यौँ हामीले अहिले त हामी नै गरेर हिँडेका छौँ भनेर भन्नुहुन्छ र अहिले 1-2 वर्ष यता उहाँहरूको पहिला चाहिँ दसैँ आयो भनेपछि सातो जाने दिदीबहिनीहरूको अब रात दिन भान्सामा कि केटा मान्छे तास खेलेर बस्छ हामीले पकाएर खुवाउने मात्रै हो भन्नुहुन्थ्यो मलाई अहिले सबैजना चाहिँ 3 बजे उठेर आफ्नो घरको सबै व्यवस्थापन गरेर सब मन्दिर भ्याउनु छ उपत्यका कुनै ठाउँ ठाउँमा उहाँहरूले भनेपछि उहाँहरूको जीवनमा परिवर्तन आएको छ सँगसँगै कतिले सामान किनेर बेच्नुहुन्छ कतिले बनाएर बेच्नुहुन्छ गहना बनाएर चाहिँ आफ्नो पसलको गहना डेलिभरी गर्ने दिदीबहिनीहरू हुन्छ अनि त्यसपछि उहाँले गरेको जस्तो अचारहरू विभिन्न कुरा बनाएर बेच्ने दिदीबहिनी हुन्छ तरकारी उत्पादन गरेर बेच्ने दिदीबहिनी पहिला 10 बजे बोल्दा 2 बजे आउने दिदीबहिनी अहिले जतिखेर बोलाए त्यतिखेर आउनुहुन्छ जहाँसुकै पुग्नुहुन्छ समय उहाँले व्यवस्थापन गर्न सक्नु भएको छ किनभने उहाँहरूको हेल्थ राम्रो भएको छ साथी बनाउनु भएको छ गुटु टुटु हिँड्नुहुन्छ रमाउनुहुन्छ डिप्रेसनको औषधि लेखे धेरै औषधि छुटेको छ अहिले हामीलाई श्रीमानहरूले आएर धन्यवाद दिनुहुन्छ जनप्रतिनिधिहरू सबैजना खुसी भएर चाहिँ म ती हुँदा कार्यालयमै हुँदा अहिले त म 2 वर्ष पुग्नलाई रिटायर भएको म रिटायर नहुँदा यो पर्सनली गरेको काम हो म 4 बजे उठेर जान्थेँ त्यसपछि म 8 बजे फेरि अफिसमा जान्थेँ किनभने मैले यो जब अफिसले वातावरण दिएन मैले पर्सनली गर्नुपर्ने अवस्था आइसकेपछि मेरो पर्सनल टाइम मेरो पर्सनल पैसा मेरो त्यो चाहिँ साइकल सिकाउनु सबै फ्यामिलीबाट सुरुवातमा उहाँकै मगाएर गऱ्यो भने पछि चाहिँ आफै चाहिँ फ्यामिलीबाट साइकल माग्दै गरेको कार्यक्रम हो आज चाहिँ यसको अगाडि पनि लडाइँ धेरै गर्नुपर्दो रहेछ लडाइँ पुरा सजिलो छैन यो चाहिँ नि सगरमाथा आरोहण गरे जस्तै छ समाजको चाहिँ नि यो चाहिँ समस्याहरूलाई समाजको चाहिँ समस्याहरू छ नि यो चाहिँ समाधान गर्न सजिलो कामै होइन फलामको चिउरा चपाको भन्छु मैले होइन किनभने सबैले मन नपराएको काम गर्दा गर्दै आज यो अवस्थामा पुगेको छ होइन अहिले त ठाउँ ठाउँमा चाहिँ साइकल सिकाउने अभियान चलिरहेछ कति ठाउँमा डिमान्ड भएको छ हामी अझ जान सकेका छैनौँ त्यो अवस्था छ भनेपछि साइकलले रूपान्तरण होस् महिलालाई हेर्ने दृष्टिकोण फरक होस् र महिला चाहिँ इम्पावरमेन्ट होस् भनेर चाहिँ जुन सोचेर कल्पना गरेर गरिएको थियो आज त्यो भएको जस्तो लाग्छ मलाई होइन तर अझै धेरै गर्नु छ भन्ने मलाई लाग्छ दाजुभाइले चाहिँ एकदम साथ दिनुभएको छ हामीलाई जाउला खेलमा आएर पनि खुब साथ दिनुहुन्थ्यो होइन निकै साथ दिनुभएको छ र अहिले ठाउँ ठाउँमा उहाँहरू सबैजनाले पनि सिकाइराख्नु भएको छ त्यसले गर्दा सङ्ख्या झन् बढेको छ र चाहिँ अहिले रुक्त भएर महिला दिदीबहिनीहरूले आफ्नो फ्युल बर्न गरेर पैसा खर्च नगरिकन आफ्नो जिउलाई राम्रो बनाएर अनि त्यसपछि चाहिँ नि इन्भाइरोमेन्टलाई कन्ट्रिब्युट गरेर आफू खुसी भएर परिवार खुसी पार्नु भएको छ पहिलाको झगडा पनि अहिले घरमा हराएको छ अहिले अघि भन्दै हुनुहुन्थ्यो नि श्रीमान श्रीमतीको चाहिँ उहाँहरूको चाहिँ के अरे साइक्लिङ हुन्छ धेरैको भइरहेछ अहिले परिवारले जानु छ साइकल चढेर त्यसलाई पनि हामीले चाहिँ एकदमै प्रमोट गरिरहेछौँ होइन किनभने 2 जना चढेर हिँड्दा झन् अर्कै चाहिँ नि घरभित्रको इन्भाइरोमेन्ट पनि राम्रो हुन्छ छोराछोरी पनि खुसी हुन्छन् त्यो आमा बाउ मिलेर हिँडेको देखेर यसलाई पनि हामी प्रमोसन गरिराखेका छौँ यहाँहरूले दाजुभाइले जे गरिराख्नु भएको छ यहाँहरूले एकदमै महिलाहरूलाई हौसला दिनुभएको छ किनभने मलाई सेयर गर्नुहुन्छ कि कहीँ र्यालीमा गयो भने हामीलाई दाजुभाइले कस्तो आफ्नो घरको परिवार जस्तो गरेर हो के ल तपाईँलाई अप्ठ्यारो पऱ्यो तपाईँलाई गाह्रो भयो तपाईँको साइकलमा के गरिदिनु पऱ्यो भनेर सोध्नुहुन्छ भनेर तपाईँहरूसँग साह्रै खुसी हुनुहुन्छ दिदीबहिनी तपाईहरुले यति माया गरेर यति श्रद्धा गरेर चाहिँ हेल्प गर्नुहुन्छ भनेर चाहिँ उहाँहरूले भन्नुहुन्छ त्यसबाट म दाजुभाइहरूलाई पनि एकदमै धेरै धन्यवाद दिन्छु हाम्रा दिदीबहिनीहरू जो रुबाउनु भएको छ यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद उहाँलाई चाहिँ नि यो अभियान सुरु गर्दाखेरि उहाँले सहयोग गर्नुभयो त्यसको लागि उहाँलाई मुरी धन्यवाद र चाहिँ यसरी नै हामी सबैजना लागौँ सबैजना जुट्यौँ भने हामी धेरै कुरा गर्न सक्छौँ यो सजिलो कुरा थिएन तर अहिले रूपान्तरण भएको छ त्यसको लागि म हृदयदेखि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँहरूलाई हाम्रो देल्लो साइकल पूजालाई एफएनएफलाई किन भन्दाखेरि मेरो एक्सपिरियन्स डिप्रेसनमा गइसकेको थिएँ म यो क्यान्सर सर्भाइभर हुँदाखेरि सो
अनि एक दिन बसिरहेको थिएँ घरमा रोएर बसिरहेको थिएँ। अब मेरो मृत्यु अब डेट दिइसकेको थियो डक्टरले डेट दिइसकेको थियो 6 महिना समथिङ। अब जति पनि हुनसक्छ तिम्रो टाइम जतिखेर पनि आउनसक्छ भन्नुभएको थियो। रोइरहेको थिएँ। साथी एकजना मेरो बिना अन्जु आउनुभयो घरमा अनि मलाई हेर्न आउनुभयो। अब ल डक्टरले अब मलाई डेट दिइसक्यो के गर्ने यार भनेर मैले त रोएँ, एकदमै रोएँ। म त अब टाइम छैन, मलाई के गर्नु थियो त अब भन्ने मलाई मनमा त्यो थियो। अनि म त्यतिकै झ्यालमा बसेर रोइरहेको थिएँ। अनि अन्जु हेर्नै सकेन मेरो साथीले। यसरी बस्नु भएन त, मृत्युलाई कुर्ने होइन, हिँड त मसँग हिँड भनेर उहाँले लानुभयो मलाई दलु साइकल पूजाको प्लेटफर्ममा लानुभयो। अनि त्यहाँ गएँ म एक दिन गएँ, सबै दिदीबहिनीहरू साइकल चढिरहेको देखेँ। कति रमाइलो, कति राम्रो जिन्दगी उहाँहरूको, कति खुसी हुनुहुन्छ सबैजना भनेर मैले एक्सपिरियन्स गरेँ गर्दाखेरि। अनि सरले चाहिँ नि सबै डराउनु भयो। तर फर्स्टमा जाँदाखेरि चाहिँ नि मसँग एकदम डराउनु भयो कि अब म एकदम नाजुक अवस्थामा थिएँ म। अनि उहाँहरूले एक दिन गएँ, सिकेँ मैले, उहाँले सिकाइदिनु भयो, सिकेँ। अनि 2 दिन गएँ, रमाइलो भयो। 3 दिन गएँ, रमाइलो भयो। रातभरि नसुत्ने म। 4 दिनको दिनमा म सुत्न थालेँ। 2-3 घन्टा सुतेँ। म त निन्द्रा लाग्यो मलाई। ओहो यो साइकलले त मलाई निन्द्रा लाग्यो, हुनु भएन अब जाने भनेर गएँ। जान त गएँ, 1 हप्तामा फेरि बन्द भयो। दसैँ भएर सिक्नै पाएन। 1 हप्तामा बन्द भयो। अब के गर्ने त, मलाई राम्रो चलाउन आउँदैन। म त लड्छ मात्रै, चलाउँछु लड्छ। अब के गर्ने, भएन। जान्छु म त अब एकछिन भयो भने यसो समात्दै गएँ। जाँदै अनि एक्लै गएँ म त। अनि एक्लै पहिला स्वयम्भू गएँ, पछि सबै ठाउँमा बिस्तारै जान थालेँ। रमाइलो लाग्न थाल्यो मलाई, एकदमै रमाइलो लाग्न थाल्यो। म त एउटा सर्भाइभर हुँ भनेर बिर्सिन थालेँ, रमाउन थालेँ। ओहो कस्तो रमाइलो रहेछ यो जिन्दगी, साइकलले त कस्तो रमाइलो हुँदो रहेछ भनेर म त गएँ। अनि 10-12 दिनको दिनमा चाहिँ नि मलाई सुमन सरले त किन एक्लै हिँडिरहेको भन्नुभयो। अनि उहाँले चाहिँ नि होइन सर, सबैजना डराउनुहुन्छ म देखेर, के गर्ने, म त यस्तो लड्छ, ल तँलाई म सिकाइदिन्छु भनेर उहाँले हात समातेर मलाई लानुभयो। होइन सर म गिभ अप गर्छु, म सक्दैन, म लडेर सबै घाउ भइसकेको थियो म लडेर। अनि होइन, अनि सुमन सरले होइन त गिभ अप गर्नु पर्दैन, हामी छ, तँलाई म लान्छु हिँड भनेर उहाँले लानुभयो। मलाई सिकाइदिनु भयो। 2 दिन 3 दिन सिकाउँदा म त चलाउन सक्ने भयो। स्वयम्भू गएँ अनि, तर स्वयम्भू जाने आँट थिएन मलाई। स्वयम्भू पनि गएँ, चुङ्गी लानुभयो। अनि 14 दिनको दिनमा मलाई उहाँले लेले मनोकामना लानुभयो। अनि ओहो यो पो रहेछ संसार, यो पो रहेछ जिन्दगी। लेले मनोकामना भनेको त मैले नाम पनि सुनेको थिएन। ओहो कति रमाइलो ठाउँ सर, मलाई त तपाईँले नयाँ जीवन दिनुभयो, धन्यवाद भनेर मैले उहाँलाई कोटी प्रणाम गरेँ। अनि एक दिन लानुभयो, भोलिपल्ट लानुभयो, फेरि मचा काजी सरले पनि लानुभयो, मलाई जीवनपुर लानुभयो पछि। अनि त्यस्तो हुँदा 6 महिना त लाग्यो। मेरो त 6 महिना म चेकअप गर्न गएँ। डक्टर पनि अचम्म भएर बोल्नु भएन कि डक्टरले पनि। अनि के छ कविता भन्नुभयो। सर म त आएँ नि, म त युनिफर्मै के साइक्लिस्टकै युनिफर्म, म त आएँ तपाईँलाई भेट्न भन्यो। अनि प्राउड अफ यु भनेर उहाँले यस्तो थम्थमाउनु भयो। हाम्रो डक्टर, उहाँको नाम के जेस मेरो डक्टर पौडेल हुनुहुन्थ्यो, उहाँ डक्टर पौडेलले ओहो त तिमी त आयो त, ठिक छ तिमी भन्यो। ठिक छु सर भन्यो। ल अब तिम्रो सबै होल बडी चेकअप गर्ने भन्नुभयो। मेरो क्यान्सर सबै ठाउँमा फैलिसकेको थियो, इभन मेरो छातीमा पनि फैलिसकेको थियो। अनि चेकअप होल बडी चेकअप गरेर त मेरो त केही पनि छैन।
साइकलले त डक्टर त सक पनि भयो यो कसरी के भयो यो भनेर उहाँहरूको मिटिङ बस्नुभयो मिटिङ बस्दा मेरो छातीमा त केही छैन अब अलिकति नभनौँ अलिकति दाग त हुन्छ तर क्यान्सर चाहिँ फैलिएको त देखेन 2 वर्ष भयो आज म हजुरहरूको सामु छु त्यसको लागि म धेरै धेरै यो साइकललाई चाहिँ म त साइकल अङ्गाला मार्छ दिपेन दाइ भन्नुहुन्छ मलाई भन्नुहुन्छ उहाँ बसिराख्नु भएछ तँ साइकल पागल नि तँ साइकल बेडमै राखेर सुत भन्नुहुन्छ कि उहाँले मलाई अनि जतिखेर साइकलले मात्रै लिएर तिमी बसिरहेको हुन्छ साइकल अब बेडमा पनि तिमी साइकल राखेर सुत भन्छ साइकलले नयाँ जीवन दिएपछि म त साइकल त म यस्तो क्रेजी भइसकेँ कि साइकल बिना म बाँच्नै सक्दैन किनभने मलाई साइकलले नयाँ जीवन दिनुभयो आज म हजुरहरूको सामु छु साइकलले गर्दाखेरि सबैको कृपाले सबैको माया स्नेहले म आज यहाँ यति 2 शब्द बोल्न सकेँ उहाँहरू सबैलाई मेरो डक्टरलाई सबैलाई टिमलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु अनि स्पेसली हाम्रो एफलाई धेरै धन्यवाद दिन्छु दिपेन दाई एन्ड सुमन सरलाई धन्यवाद एउटा एकदम दीर्घकालीन रोग भनेर डक्टरले नै त्यसलाई चाहिँ क्योर गर्न गाह्रो छ भनिसक्नु भएको अवस्थामा पनि उहाँले चाहिँ साइक्लिङलाई ट्राई गर्दाखेरि यो जुन क्योर भएको छ यो चाहिँ एकदम राम्रो इक्जाम्पल हामीले हेल्थ कसरी लिने त भन्दाखेरि अब साइक्लिङ त्यस्तो गाह्रो डिजिज पनि निको हुँदो रहेछ भन्ने एउटा राम्रो इक्जाम्पल भयो यस्तै कथा मचा काजी महर्जनज्यूको पनि छ उहाँको पनि यो कसरी साइक्लिङ थाल्नुभयो हुन त पहिल्यै सिक्नुभएको पछि थाल्नुभयो र अरूलाई पनि गर्नुभएको यो एक्सपिरियन्स पनि हामी सुनौँ अहिले चाहिँ हामी सबै यो अहिलेको तत्कालको एक्सपिरियन्सहरू नै सुन्दैछौँ तपाईँको पनि एउटा सुनौँ अनि त्यसपछि चाहिँ हामी यो पास्टदेखि अहिलेसम्म चाहिँ कसरी साइक्लिङ आइरहेको छ हामी फेरि त्यसमा पनि छलफल गरौँला हस् धन्यवाद आज महिला दिवसको उपलक्ष्यमा सबै दिदीबहिनीहरूले धेरै शुभकामना पनि दिन चाहन्छु म मजा काजी महर्जन यो साइकल सिकाउने क्रम भन्दा पनि सिकाउनुभन्दा अगाडि चाहिँ म आफै पनि साइकलमा आफै पनि बिरामी थिएँ म चाहिँ हार्ट अट्याककै पेसेन्ट हो हजुर अनि म ढलिसकेपछि म हस्पिटल गएर लगभग 6 महिना वर्ष दिनपछि औषधि खाइसकेपछि मैले डक्टरसँग चाहिँ कन्सल्ट गरिसकेपछि चाहिँ अब मुटु बचाउनु पऱ्यो मुटु बचाउनलाई चाहिँ मैले के एक्सर्साइज गर्ने भनेर म डेली चाहिँ मिनिमम पनि 6-7 किलोमिटर रनिङ गर्ने म डेली रेगुलर नै कन्टिन्यू कहिले काहीँ भनेको त्यस्तो हुन्थ्यो त्यही पनि मलाई त्यस्तो हार्ट अट्याक भयो भनेपछि एक्सर्साइजले मात्रै पनि नहुने रहेछ भनेर मैले त्यहाँबाट अनि त्यसपछि मैले डक्टरसँग चाहिँ अब मैले हार्टको लागि चाहिँ के एक्सर्साइज गर्ने भन्दाखेरि चाहिँ डक्टरले चाहिँ साइकल गर्दाखेरि चाहिँ एकदम बेस्ट भनेर चाहिँ मलाई सल्लाह दिनुभयो त्यही अनुसारले अनि मैले साइकल चाहिँ कन्टिन्यू अब जहिले पनि 3 महिनामा डक्टर देखाउने औषधि कन्टिन्यू खाने त्यो जिन्दगीभरि औषधि खानुपर्ने त्यही भएर चाहिँ मैले अनि अब चाहिँ साइकल एउटै किन्नु पर्यो भनेर मैले 1,25,000 को एउटा साइकलै किनेर चाहिँ म डेली साइकल गर्न थालेँ साइकल त मलाई बच्चैदेखि चलाउन आउँथ्यो बिचमा आफ्नो कामले गरेर चाहिँ मैले छोडेको थिएँ अनि त्यसपछि मैले साइकल पसलहरू चाडेर एउटा चाहिँ साइकल किनेँ त्यसपछि कन्टिन्यू साइकल गर्न थालेँ डक्टरको सल्लाह अनुसारले गर्दा मलाई चाहिँ अलि धेरै राम्रो भयो पछि चाहिँ हुँदा मेरो मिसेसलाई पनि एकदम प्रब्लम रातभरि नसुत्ने एन्जाइटी प्रब्लम उहाँको पनि फ्यामिली ब्याकग्राउन्डबाट नै अलि तनाव त्यही भएर अनि मैले चाहिँ उहाँले अनि साँझ हामी खाना खाने टाइममा चाहिँ गफ गर्ने बेलामा चाहिँ मलाई पनि साइकल सिकाइदिनु भन्यो त्यसपछि ल हैन त भनेर मैले राति 9 बजे खाना खाने टाइममा हामी खाना खाइसकेपछि रातिको 9 बजे अब अहिले त स्ट्रिट लाइटहरू पनि बल्छ अँध्यारो छैन मैले चाहिँ उहाँलाई पनि साइकल सिकाइदिएँ अनि अब महिलाहरूलाई चाहिँ यति गाह्रो छ भने उहाँ पनि अब घरमा परिवार छ साइकल चलाउनलाई चाहिँ अप्ठ्यारो
अनि लाज लाग्ने नमान्ने अनि त्यही मैले पनि राति साइकल सिकाइदिएँ गर्दा गर्दा साइकल त चलाउन जान्यो अब कसरी चाहिँ फिल्डमा अब दिउँसो पनि चलाउने त होइन बिहान चलाउनु पऱ्यो पछि चाहिँ अनि मैले बिस्तारै हामी बिहान चाँडै 4 बजे नै उठेर जाने अनि लगभग 5-6 बजे अलि अँध्यारो उज्यालो नहुँदै चाहिँ घर आउने कति दिन चल्छ त यसरी है अनि हुँदा अनि कहिलेकाहीँ त कता चिया खाइन्छ अनि अलिक ढिला हुन्छ अनि घरमा कसरी जाने भन्नुहुन्छ मेरो मिसेस चाहिँ यहीँ हुनुहुन्छ अहिले अगाडि नै अनि यसो गर्दा अब 1 दिन होइन 2 दिन होइन अब सधैँ साइकल चलाउँदै गर्दाखेरि उहाँलाई पनि धेरै राम्रो भयो अनि उहाँले अहिले एन्जाइटी अवसर पनि छोड्नु भयो धेरै राम्रो भयो हुँदा मेरो बच्चाहरूलाई पनि साइकल कन्टिन्यू हामी परिवारै साइकल चलाउँथेँ अनि बिचमा चाहिँ यो ब्लड डोनर प्रोग्रामको हाम्रो यो चमती 15 वडामै छ उहाँको चाहिँ साइकल र्याली थियो ब्लड डोनरको त्यति बेला चाहिँ वडा अध्यक्षहरू वडा सदस्यहरू सबै बोलाएको थियो अनि हाम्रो 15 वडा सदस्य मैना दिदीले चाहिँ मलाई पनि यस्तो साइकल र्यालीहरूमा जान एकदम इच्छा छ मलाई नि सिकाइदिनु भनेर भनेथ्यो त्यो भनेको 1 वर्ष बितिसक्यो अब उहाँले पनि इन्ट्रेस्ट लिनु भएन हामी आफ्नै तालमा चलायौँ पछि बिस्तारै चाहिँ अर्को वर्ष पनि फेरि साइकल र्याली सुरु भयो त्यति बेला त हुँदै भएन भनेर चाहिँ उहाँलाई चाहिँ साइकल समात्न लगाएर हेलमेट लगाएर चाहिँ फोटोसोटो खिचेर चाहिँ फेसबुकमा हाल्न थालेपछि अब चाहिँ मलाई सिकाएन ल अब तपाईँ चाहिँ वडा सदस्य अब वडाबाट नै चाहिँ महिलाहरूलाई चाहिँ जम्मा गर्नुहोस् तपाईँलाई मात्रै होइन म वडाको सबै महिलाहरूलाई नै सिकाइदिन्छु भनेर मैले यसरी नै प्रस्ताव राखेँ अनि पछि उहाँले चाहिँ हुन्छ म अध्यक्षसँग चाहिँ सल्लाह गरेर भन्नुभयो त्यसको 10 दिनपछि नै हामीले साइकल सिकाउने भनेर चाहिँ हामी साथीहरू कन्टिन्यू अब साइकल गर्ने 2-4 जना साथीहरूलाई बटुलेर अब चाहिँ एउटा साइकल क्लब जस्तै खोल्ने अनि त्यहाँबाट सिकाउने भनेर अनि त्यति बेला अझ हामी सल्लाह मात्रै गऱ्यौँ क्लब पनि खोलेन केही पनि गरेन अनि त्यसपछि चाहिँ अब सिकाउँदै जाने बेलामा चाहिँ अलिक अनेकौँ प्रब्लम समस्याहरू आउँदो रहेछ अब वडाबाट चाहिँ 10 दिनको ट्रेनिङ दिने भनेर चाहिँ वडा अध्यक्षले चाहिँ हाम्रो 15 वडा ईश्वरमान दङ्गोलजी हुन्छ उहाँ पनि धेरै नै यो साइकल सिकाउने भनेपछि उहाँले चाहिँ एकदमै ल बजेट नभए पनि म सिकाइदिनु तपाईँहरू सिकाउनुहोस् भनेर चाहिँ भन्नुभयो अनि साइकल 10 दिन सिकाउने भनेर कोर्स राखेको त्यो 10 दिन सिकाउने बेलामा त 50 जनाभन्दा बढी आयो अब कसरी सिकाउने प्रब्लम भयो अब अनि फेरि वडामा मिटिङ बस्यो अब त यो 10 दिनको कोर्सले कहाँ हुन्छ अर्को 10 दिन थप्ने भने 10 दिन होइन अर्को 20 दिन थप्नुपर्छ भने मैले अनि 1 महिनाको कोर्स गर्ने भने 1 महिनासम्म सिकाएपछि त अलिकति चलाउन जानिन्छ जानेपछि आफै प्र्याक्टिस गर्छ हुन्छ भनेर यसरी नै हाम्रो यो अहिले हाम्रो संस्था पनि दर्ता भयो अहिले अब धेरै राम्रो हुँदै गयो साथीहरूको सबैको मेहनत अब म एक्लैले कहाँ गर्न सक्छु र है सबैजना साथीहरूको मेहनत अनि अहिले चाहिँ पहिलो लट सिकाएँ एकदमै राम्रो भयो दिदीबहिनीहरू अनि हाम्रो कविता बहिनी अहिले पनि भन्नुभयो उहाँ पनि बिना बहिनीले चाहिँ मेरो एकजना साथी छ उहाँलाई नै एकदम साइकल सिक्ने इच्छा छ भन्नुभयो ल लिएर आउनु त भने उहाँ फर्स्ट टाइम आउँदाखेरि त यस्तो अनुहार पनि नदेख्ने चस्मा लाउने मास्क लाउने क्याप लाउने उहाँ त अब एकदम डिप्रेसनमा गइसकेको त हामीलाई त थाहा थिएन नि त त्यसपछि उहाँलाई चाहिँ मैले मास्क निकाल्नु भने मास्क निकाल्ने अनि अर्को बहिनीले चाहिँ उहाँ पनि साइकल सिक्ने भने अनि उहाँले चाहिँ मलाई पहिल्यै भन्नुभएको थियो उहाँ चाहिँ यस्तो क्यान्सर छ भन्यो लास्ट स्टेज भइसकेछ उहाँको अन्तिम इच्छा भनेको चाहिँ साइकल चलाउने भन्यो अनि मलाई त डर लाग्यो है अब के गर्ने ल तपाईँ भोलि गएर डक्टरसँग कन्सल्ट गरेर आउनुहोस् डक्टरले हुन्छ भन्यो भने भोलिदेखि नै सिकाइदिन्छु भने मैले बहिनीलाई त्यसरी नै भने अनि उहाँ डक्टरले हुन्छ इच्छा लागेको चिज गर्नु भन्यो अनि उहाँलाई चाहिँ मैले साइकल सिकाइदिएँ हामी सबै साथीहरू मिलेर अरू पनि थियो अनि पहिलो लट सकाएँ दोस्रो लट सकाएँ गर्दा अहिले चाहिँ धेरै दिदीबहिनीहरूलाई साइकल लगभग 250 जना जतिले चाहिँ हामीले चाहिँ साइकल सिकाइसकेका छौँ अनि त्यही सिकाउने क्रममा चाहिँ अब थुप्रो रोगहरू निको भएको अब एकदमै उदाहरणीय मलाई एकदमै मनमा छुने त हाम्रो कविता बहिनी नै भयो क्यान्सर जस्तो रोगलाई पनि च्यालेन्ज लिँदै उहाँले चाहिँ उहाँको मेहनत पनि धेरै नै उहाँ अघि पनि भन्नु उहाँ आफैले पनि उहाँ एक्लै स्वयम्भू राउन्ड गर्नुहुन्थ्यो एकदम मैले बरु बिस्तारै चलाउनु एकदम ध्यान दिएर चलाउनु भन्थ्यो अनि हस् भन्नुहुन्थ्यो उहाँ चाहिँ एक्लै चलाइरहनुहुन्थ्यो ग्रुपमा उहाँलाई चाहिँ अलि अप्ठ्यारो हुन्थ्यो के हुन्थ्यो चलाउन जानिसकेपछि बिस्तारै एक्लै चलाउनुहुन्थ्यो यसरी नै अरू
सुगर रोगीहरू पनि थुप्रो थियो, उहाँहरूको पनि धेरै राम्रो भयो। अब हुँदा अब प्रेसर, सुगर, थाइरोइड, माइग्रेन सबै रोगहरूलाई हुने रहेछ भनेर थाहा पाइयो। अनि यो घुँडा दुख्ने प्रब्लम हुनेहरूलाई पनि राम्रो भयो। अहिले हामीसँग चाहिँ हाम्रो अहिले दिदी अगाडि नै हुन्छ, उहाँले लगभग 60 वर्ष पुग्नु लागेपछि हामीसँग डेली राइडमा जानुहुन्छ। उहाँ सबैभन्दा अगाडि नै पुग्नुहुन्छ। अझ उहाँ यति पहिला त घुँडा दुख्यो भनेर चलाउनु हुँदैन थियो, अलिअलि चलाउनुहुन्छ। मलाई त डरै लाग्छ, डरै भने समस्या हुन्छ भन्थ्यो। त्यही पनि अहिलेसम्म चाहिँ अहिले घुँडा दुखेको पनि निको भयो भन्छ। धेरैजनाको त्यस्तो घुँडा दुखेको निको पनि भएको छ, एकदमै राम्रो भएको छ। अहिले चाहिँ हाम्रो वडा अध्यक्षज्यूले पनि अब हामीले चाहिँ मैले चाहिँ के भनेको छु भने वडामा अब सरकारले चाहिँ गर्नुभन्दा पनि साइकलमा लगानी गर्नुपर्छ भनेर चाहिँ वडाले चाहिँ हामीलाई 10वटा साइकल किनेर दिएको छ अहिले साइकल ट्रेनिङको लागि। हाम्रो 15वटा ईश्वरमान दाइ त हाम्रो भगवान सर नै हुनुहुन्छ। हाम्रो महिला दिदीबहिनीहरूको लागि त यति धेरै चाहिँ अरूमा लगानी गर्नुभन्दा पनि साइकलमा लगानी गरेर साइकलमा चाहिँ एकदमै राम्रो भएको कारणले चाहिँ उहाँले चाहिँ साइकल 10 रुपियाँ अहिले चाहिँ लगभग हामी अब भोलि पर्सिदेखि अर्को फेरि नयाँ सेसन सुरु हुँदैछ, त्यसको लागि पनि लगभग 50 जनाको एडमिसन भइसकेको छ। हामी चाहिँ फर्म भरेर नै राम्रोसँग नै ट्रेनिङ गराउँछौँ अहिले। अब एकदमै अब हामी दिल्ली नै लान्छौँ। दिल्ली अब कहिले कता नपुगेको ठाउँ भनेकै छैन। अहिले काठमाडौँ भ्याली कुनै पनि ठाउँ छैन होला, हामी दिल्ली लान्छौँ। उहाँहरू यति खुसी हुनुहुन्छ। बिहान 4 बजे उठेर खाना पकाएर आएको भन्छ कसैले है। एकदमै धेरै नै मलाई पनि अब मलाई राम्रो भयो, मेरो मिसेसलाई राम्रो भयो, मेरो परिवार सबैलाई राम्रो भयो। सँगसँगै अब मैले आफ्नो टोल छिमेक सबैलाई पनि यसरी साथीहरू मिलेर चाहिँ एउटा साइक्लिङ क्लब खोलेर यसरी सिकाउन पाएँ। अब सबैजना हाम्रो टिममा चाहिँ अब लगभग कसैले त भन्छ केटीहरूलाई लेडिजहरूलाई तपाईँको दिदीबहिनीहरूलाई साइकल सिकाउनलाई त कसैले नराम्रो नजरले पनि हेर्छ नि त। साइकल सिकाउनु त धेरै गाह्रो पनि छ, त्यसमा पनि हामीले एकदमै सतर्क भएर चाहिँ सिकाएर आज चाहिँ धेरै राम्रो भएको छ। सबैले चाहिँ प्रशंसा नै गर्छन्। हस्, धन्यवाद। महिला दिदीबहिनीहरूलाई सिकाउनु भएको कुरा पनि एकदमै सराहनीय छ। तपाईँ लगायतका अरू संस्थाहरू पनि सिकाउने जो हुनुहुन्छ सबैको काम एकदम सराहनीय छ। अहिले हामीले यो छलफल गर्दै गर्दा र एक्सपिरियन्स सेयर गर्दै गर्दा धेरै काठमाडौँ केन्द्रित भयो जस्तो पनि अनुभव भइरहेछ होइन। हामीले चाहिँ काठमाडौँमा धेरै नै यो हाम्रो लाइफस्टाइल नै यति चेन्ज भइसक्यो जसले गर्दाखेरि चाहिँ हामीले धेरै माध्यमहरू भेटाउँछौँ। यो मोबिलिटीको लागि हामी बस, टेम्पो, बाइक, ट्याक्सी, कार जे पनि चलाउन पाउँछौँ। र साइक्लिङ किन त भन्दाखेरि चाहिँ अहिले भर्खरै उदाहरण पनि छ होइन। यहाँ 2 जना त प्रत्यक्ष उदाहरण नै हुनुहुन्छ। उहाँहरूको रोग नै यसले निको बनाएको भन्ने उहाँहरूको जुन एक्सपिरियन्स सुन्यौँ, त्यसपछि त सायद सबैजनाले चाहिँ साइकल किन चलाउनुपर्छ भन्ने अब धेरै उत्तर खोज्नु पर्दैन जस्तो लाग्छ। अनि यो साइक्लिङ र सशक्तिकरणकै कुरा गर्नुपर्दाखेरि हाम्रो अब बाहिर हामीले तराईतिर हेऱ्यौँ भनेदेखि त्यहाँ चाहिँ एकदमै धेरै साइकल चलाउनुहुन्छ। त्यहाँ महिला पुरुष सबैले साइकल धेरै नै चलाउनुहुन्छ। अनि त्यहाँको चाहिँ हाम्रो यो साइकलको इतिहास हेर्दाखेरि पनि यसले चाहिँ महिला सशक्तिकरण, महिलालाई दिने अधिकारको कुराहरू पनि यो साइकलले गर्दाखेरि नै पाएको भन्ने कुराहरू पनि धेरै आउँछ। जुन भोटिङ राइट्सदेखिको यो अभियानहरू चलाएको पिक्चर्सहरू पनि छ। नेपालमै पनि महिलाहरूलाई चाहिँ घर बाहिर निस्किन नै गाह्रो हुने अवस्थामा पनि साइकल लिएर हिँडेर एउटा के अरे सुरुवातै गरेको उदाहरणहरू पनि छ। यो लेखहरू हामीले भेटाउन सक्छौँ। यस्तो अवस्थाबाट चाहिँ आएर अहिले हामी आजको दिनमा आउँदाखेरि महिला पुरुष सबैले बराबर रूपमा नै साइकल चलाइरहेको हामी देख्छौँ। त्यति भन्दै पनि यो तराई भागमा अथवा नेपालको अरू ग्रामीण क्षेत्रहरूमा पनि हेर्दाखेरि चाहिँ यो साइकल चाहिँ खालि यो के अरे
हामी यातायातको माध्यम मात्र होइन, यसले चाहिँ एउटा कसरी त्यहाँको जीवनलाई चाहिँ त्यहाँ महिलाहरूको जीवनलाई चाहिँ कसरी एउटा दैनिकीकै लागि उहाँहरू त बिहान स्कुल जानेदेखि होला अथवा उहाँको काममा जानेदेखि होला र उहाँहरूले चाहिँ समाजले उहाँहरूलाई कस्तो दृष्टिकोणले हेर्छ भन्ने कुराहरू पनि साइकलले धेरै महत्त्व राख्छ। साइकल चलाउन नजान्ने छोरीलाई त बिहे नै गर्दिन भन्ने सम्मको पनि त्यहाँ कुराहरू आउँछ। त्यो एस्पेक्टमा बसेर मैले चाहिँ हाम्रो मिनाजीलाई प्रश्न गर्न चाहेँ। हामीले तपाईँले यो अध्ययन गर्दाखेरि होइन, तपाईँले यो विभिन्न ठाउँमा बुझ्दाखेरि चाहिँ तपाईँले कस्तो पाउनुहुन्छ, यो साइकलको कस्तो भूमिका रहेको छ यो सशक्तिकरणमा भनेर चाहिँ एउटा बताइदिनुहोस् न। हस्, धन्यवाद। सबभन्दा पहिला त आज 150औं राष्ट्रिय महिला दिवस, त्यसको लागि सबैजनालाई शुभकामना। अब प्रश्नमा जाँदाखेरि धेरै साथीहरूले ल्याइसक्नु भएको छ यसको स्वास्थ्यको महत्त्वमा त्यता जान्न, उहाँहरूले सब भनेका कुराहरूसँग सबैसँग सहमत छ। मेरो भनाइ के राख्छु भने, म चाहिँ वास्तवमा साइकल चलाउन सामाजिक अवस्थाले गर्दाखेरि, सामाजिक दृष्टिकोणले गर्दा मैले साइकल चलाउनबाट वञ्चित भएको मान्छे हो है। म पश्चिम तराईको थारू गाउँमा जन्मेर हुर्केको। मेरो घरमा साइकल थियो, बुवाले चलाउँथ्यो। मेरो बुवाले 40 वर्ष साइकल चलाएर जागिर खाएर हामीलाई पढाउनु भएको, तर हामीले साइकल छुन पाउँथेनौँ। मेरो भाइहरूले चलाउँथे, चोरी चलाउँथे होइन। उनीहरूलाई चोर नलाएर बुवाको साइकल चोरेर लिएर गएर चलाउन छुट थियो। मलाई चाहिँ स्कुलबाट आइसकेपछि भान्सामा आमालाई सघाउनु पर्ने, साइकल चलाउन छुट थिएन। त्यो समाजबाट हुर्केको मान्छे हो म अहिले। तर अहिले मेरो भाइको छोरीहरू सबैको साइकल छ होइन। त्यो खालको रूपान्तरण चाहिँ भएको छ। त्यो हिसाब गर्दाखेरि मैले छोटकरीमा त्यसरी भने। तर मैले के राख्न चाहेको भने, साइकलको उहाँहरूले स्वास्थ्य दृष्टिकोणबाट भन्नुभयो, मलाई चाहिँ यसको सामाजिक सांस्कृतिक परिवेश कस्तो छ होइन, कसरी समाजमा महिला सशक्तिकरण गर्नुको निम्ति बाधकहरू के थिए र साइकलले कसरी त्यो बाधालाई तोडिरहेछ भन्ने कुरालाई अलिकता मैले मेरो आफ्नो अनुभव, विभिन्न 8-9वटा देशमा काम गरेको अनुभव र म युरोपमा पनि बसेर पढेँ, जहाँ चाहिँ साइकल आजभन्दा करिब 200 वर्ष अगाडि साइकलको कथा सुरु भयो। र कहिलेकाहीँ हेर्दाखेरि म मध्य प्रदेशमा पनि काम गरेँ। म चाहिँ मुख्य गरेर यो वैदेशिक रोजगारमा जानेहरूको परिवारसँग धेरै काम गर्छु। उनीहरूका श्रीमतीहरू, छोरीहरू, आमाहरूसँग धेरै काम गर्छु। अनि मध्य प्रदेशमा जुन सरकारले साइकलमा लगानी गर्ने र छोरीहरूलाई चाहिँ स्कुल पठाउने होइन, बेटी बचाऊ बेटी पढाऊ भनेर साइकल भयो। अब त्यो भित्र भएको भ्रष्टाचारको कुरामा अहिले नजाउँ, तर त्यसले पारेको इम्प्याक्टहरू पनि मैले हेरेँ। म अफगानिस्तानमा बसेर अफगानिस्तानका महिलाहरूलाई साइकल चलाउन नदिएको बन्देजको कुराहरू पनि मैले देखेँ। 2-3वटा कुरा छन् यसमा। अब हाम्रो देशको पाटोमा त उहाँहरूले भनिसक्नुभयो, एकदम 100% एग्री त्यसमा। बाहिर चाहिँ के छ भने, मैले मध्य प्रदेशमा पनि अझै केही ठाउँमा र मुख्य गरेर मैले काम गरेको अफगानिस्तान जस्तो ठाउँ, त्यसपछि रसिया जस्तो ठाउँ, अनि युरोप जस्तो ठाउँका विभिन्न त्यो हेर्दाखेरि के देखिन्छ भने, जसरी 19औं शताब्दीमा युरोपमा महिलाहरूले साइकल चलाउँदाखेरि उनीहरूलाई जसरी स्टिग्मा भयो, जसरी उनीहरूलाई रोकियो, डिस्करेज गरियो, लाजको विषय बनाइयो होइन, एउटा बन्देजको विषय बनाइयो, त्यसरी नै अफगानिस्तानमा मुस्लिम महिलाहरूले साइकल चलाउन उनीहरूलाई ड्रेसको समस्या भयो। बुर्खा लाउनु पर्ने, बुर्खा लगाएपछि त अनि त्यो टाउकादेखि खुट्टासम्म ढाकेको छ, साइकल त कसरी चलाउनु त्यहाँ सम्भवै छैन। त्यो चाहिँ के भन्यो भन्दाखेरि, बुर्खा झिक्न पाइँदैन, साइकल चलाउ रे कि, अनि कसरी चलाउने, त्यो भनेको त नचलाउ भनेको हो नि त होइन। त्यो खालको सामाजिक बन्देजहरू त्यहाँ देखियो भने त्यसकै छिमेकी देशमा पूर्व सोभियत गणराज्यहरू उज्बेकिस्तान, ताजिकिस्तानहरूमा बस्दाखेरि चाहिँ अनि मजाले अघि उहाँले भन्नुभयो जस्तै सबैको साइकल छ, सबै अगाडि एउटा सानो बकेट बनाएको छन्, पछाडि बस्छ, बच्चा पनि साइकलमा स्कुल पुर्याएको छन्, सपिङ पनि साइकलमा गरेका छन्, सबैको साइकल छ है। यहाँ पल्तिर त्यस्तो छ, यहाँ ओल्तिर यस्तो छ, त्यस्तो ठाउँ पनि देखियो होइन। अनि मैले मध्य प्रदेशको कुरा गर्दै थिएँ। मध्य प्रदेशमा मैले के पाएँ भने, यो साइकलको जुन लगानी गर्यो प्रदेश सरकारले र जुन खालको एउटा माहौल बन्यो, त्यहाँ राजविराजमाको सहरमा चाहिँ ठिकै पाइयो होइन। साइकल चलाइरहेको थिए महिलाहरूले, किशोरीहरूले, स्कुल जानेहरूले पनि। अब त्यो अलिकता किन्न सक्ने धनीहरूले चाहिँ अब घरमा 2-3वटा साइकल पनि भएको होइन, छोरीलाई पनि, छोरालाई पनि, श्रीमतीलाई पनि त्यो पनि पाइयो।
तर अलि सिमानातिर जाँदाखेरि यो मुख्य गरेर तराई दलितका परिवारहरू उनीहरूलाई चाहिँ त्यो यादव अनि त्यसपछि यो महतोहरूले साइकल चलाउन नदिने होइन, उनीहरूले आफूले चाहिँ चलाउन दिने, तर दलितको छोरीहरूलाई श्रीमतीहरूलाई साइकल चलाउन नदिने। किन भन्दाखेरि त्यो चाहिँ हामीले गरेको कुरा यिनीहरूले गर्नु हुँदैन भन्ने खालको सामाजिक सांस्कृतिक विभेदहरू त्यहाँ देखियो होइन। त्यसले गर्दाखेरि के भयो त भन्दाखेरि अनि फेरि त्यो तराई दलितका लोग्ने मान्छेहरू बाहिर कतारमा, साउदीमा, मलेसियामा छन्, उनीहरूले पैसा पठाइदिन्छन्, उनीहरूले देख्छन् त्यहाँका महिलाहरूले साइकल चलाएको देख्छन्, अब उनीहरूलाई पनि आफ्नो श्रीमतीले साइकल चलाओस् भन्न ठान्छन् होला, छोरीले साइकल चलाओस् किन्दिन मन लाग्छ होला, किनिदिन्छन् साइकल घरमा थन्किया चाहिँ। किन भन्दा त्यहाँ यादवले चलाउनु दिँदैन, महतोले चलाउनु दिँदैन, कुनै के शाहले चलाउनु दिँदैन है। अब यस्ता पनि देखियो त्यहाँ होइन। यो मैले किन भनिरहेको छु भन्दाखेरि साइकल महिला सशक्तिकरण, महिला पुरुष सबै व्यक्ति सशक्तिकरणको एउटा राम्रो साधन हो। अझ महिलालाई घरबाट निकाल्ने, स्वतन्त्र रूपमा हिँड्न दिने, कसैको सहारा बिना, कसैको पछि नलाइकन कसैको बाइकको पछाडि बसेर अथवा कसैको गाडीमा बसेर अथवा कसैको तराईतिर त गाडा पनि हुन्छ, गाडामा बसेर टाँगामा बसेर हिँड्नु नपर्ने, ऊ एक्लै हिँड्न पर्ने पाइने त्यो खालको स्वतन्त्रता हुँदाहुँदै पनि के त अझै पनि सामाजिक बन्देजहरू छन् है। किनभने काठमाडौँ मात्रै नेपाल होइन, सहर मात्रै नेपाल होइन, गाउँमा अझै पनि यो बन्देजहरू छ। मुख्य रूपमा पूर्वी तराई र मैले धनगढीमा पनि त्यो समस्या देखिनँ, धनगढी नेपालगञ्जमा चाहिँ देखिनँ। अहिले मेरो पनि दिदी हुनुहुन्छ, उहाँको छोरीहरूले उहाँले आफूले पनि चलाउनुहुन्छ साइकल बर्दियामा होइन। किनभने उहाँहरू पहिला पर्वतमा बस्नुहुन्थ्यो, पर्वतमा चलाउनु भएन, त्यहाँको भौगोलिक के भयो, अनि अहिले तराईमा गएपछि चलाउनुहुन्छ। तर त्यही कुरा पूर्वी तराईमा छैन भनेपछि हामीले सशक्तिकरणको एकदम राम्रो माध्यम हो भएको छ, त्यो थाहा पनि छ सबैलाई। तर के त भन्दाखेरि कसलाई चलाउनलाई छुट दिने, कसलाई नदिने भन्ने कुरो अझै पनि गाउँमा छ, हामीले त्यो पनि बिर्सनु हुँदैन होइन। र अर्को मलाई के लाग्यो भने मैले मध्य प्रदेशको त्यो किशोरीहरूलाई जसको चाहिँ बुवाहरू बाहिर छन्, पैसा पठाइदिएछन् साइकल किनिदिनु हाम्रो छोरीलाई भन्छ, उता चलाएको देखेर अनि छोरीलाई साइकल किनिदिएर अनि साइकल चलाएको त्यो फोटो खिचेर पठाइदेऊ है, यो कुनै के त्यो भिडियो बनाएर टिकटक बनाएर पठाइदेऊ भन्दो रहेछ उताको श्रीमानहरूले। रहर होला नि होइन, रहर अब उसको इन्भेस्टमेन्ट, उसको चेतनाको कुरा हो। अनि यहाँ चाहिँ गर्नलाई लुकी लुकी गर्नुपर्ने, अघि मैले भन्नु जस्तो लुकी लुकी फोटो खिच्नुपर्ने, लुकी लुकी गर्नुपर्ने, किनभने त्यहाँ वरिपरि अलिक हुने खानेहरू, त्यहाँ राजनीतिक रूपले, सामाजिक रूपले, सांस्कृतिक रूपले शक्तिशाली भन्नेहरूले यसले पनि साइकल चलाउने, त्यसको साइकल किन्न सक्ने हैसियत भयो भने उसलाई चाहिँ हेप्ने भनेर त्यो वर्गीय विभेद पनि छ, सांस्कृतिक बन्धनहरू पनि छन्, सामाजिक दृष्टिकोण पनि कसले चलाउनु हुने, कसलाई चलाउन छुट दिने, कसलाई चलाउन छुट नदिने त्यो पनि छ। र त्यति हुँदै पनि उहाँले म्याडमले ल्याउनु भयो डडेलधुरका कुराहरू, यताउता कुरा ल्याउनु भयो, त्यस्तो कुरा पहिले पनि समाजमा छ है। तर त्यति हुँदै पनि के भएको छ त भन्दाखेरि बाहिर काम गरे, वैदेशिक रोजगारमा काम गरेका परिवारका मान्छेहरूमा चाहिँ चेतना चाहिँ बढेको छ। उनीहरूले चाहिँ मैले पैसा पठाइदिएको, मेरो परिवार हो, मेरो घर, मेरो छोरी हो, मेरो श्रीमती हो, मेरो दिदी बहिनी हो, कसले रोक्छ हेरौँ त भनेर उनीहरूले त्यो जोखिम पनि उठाएका छन् होइन। म तपाईँलाई एउटा सुनाउँछु, उसको राजविराजको सप्तरीको एकदम तराईको त्यो सिमानाको गाउँपालिकामा गएको थिएँ म। त्यहाँ चाहिँ मैले सोधेँ यो साइकल कसको भनेको, मेरो भनेको गर्व साथ मेरो साइकल भने एकजना उसले श्रीमतीले, जसको श्रीमान बाहिर हुनुहुन्छ। अनि तपाईँको साइकल भने के गर्नुहुन्छ यो साइकल, के गर्नु, उहाँको तर्क चाहिँ के थियो भन्दाखेरि अब जागिर खाने होइन, दैनिक रूपमा 2-3 घन्टा साइकल चलाउनु पर्ने होइन, यहाँ जस्तो साइक्लिस्टहरूको क्लब पनि छैन त्यहाँ, त्यसरी अब बिहानै उठेर जाने त्यस्तो पनि छैन, दिनभरि काममा व्यस्त। अनि के गर्नु त साइकल त त्यत्तिकै बसिरहन्छ त यो होइन। उहाँले भन्नु बिहान उठेर यसो गर्छु यसो, अनि उहाँले के कसलाई चलाउनु रहेछ भन्दाखेरि बच्चालाई स्कुल पठाउन, एउटा बच्चालाई पछाडि राखेर अगाडि राखेर स्कुल पुर्याएर आउने, लिन जाने, 2टा त भयो साइकल, 2चोटि बाहिर निस्किने। अनि अर्को के गर्नुहुन्छ त भन्दाखेरि तरकारी किन्नु है, त्यति गर्नुभएको छ उहाँले है। तर पनि उहाँमा त्यो गर्व के छ त भन्दाखेरि म तरकारी किन्न जानलाई मलाई हिँडेर गयो भने समय लाग्थ्यो, त्यो पनि बच्यो एउटा। त्योभन्दा पनि सबभन्दा महत्त्वपूर्ण के भयो त भन्दाखेरि म सबैको अगाडि बजारमा साइकल चढेर गएँ होइन। मलाई सबैले हेर्छन् यसो यसो गरेर, तर म जान्छु, खुरुखुर जान्छु, किनभने त्यहाँ त फेरि त्यो
समस्या चाहिँ उहाँलाई के भने साडीको समस्या फेरि है त्यहाँ फेरि त्यो अब हामीले जस्तो प्यान्ट कुर्ता सुरुवाल लाउने त कल्पनै गर्न सकिन्न अझै पनि होइन साडी छोटो छोटो पार्नु रहेछ माथि माथि गएर यहाँ बान्ने अनि त्यो चेनमा नअड्कियोस् पेडलमा नअड्कियोस् भने अनि त मलाई मैले सोधेको त मलाई कसैले हेरेर के भने भन्छन् पहिला भन्थे के भन्थ्यो अब त म यताउता हेर्दिनँ सिधा हेर्छु गएर तरकारी टिप्छु मसला टिप्छु अनि त्यसपछि आउँछु भन्नुहुन्छ अनि स्कुलमा उहाँले सुनाउनु भएको कथा मलाई स्कुलमा जाँदाखेरि चाहिँ अब सबैका बच्चाहरू जान्छन् स्कुलमा अभिभावक दिनमा प्यारेन्ट्स डेमा चाहिँ के भयो अरे भने अब धेरै जसो तराईमा प्यारेन्ट्स डेमा पुरुषहरू जाने जसका श्रीमानहरू बुवाहरू बाहिर छन् त्यसको त आमाहरू जानु पर्यो अथवा भाउजूहरू बुहारीहरू कोही महिला जानु पर्यो अनि गइसकेपछि साइकल लिएर गयो अनि सबैले हेर्ने अरे कि कसको साइकल हो होइन के हो कहाँ राखेछ अनि उहाँले भन्नुहुन्थ्यो कि अनि हाम्रा यत्रो आँखाले हेर्छन् जति उनीहरूले आँखा ठुल्ठुलो बनाएर छन् त्यति मजा लाग्छ मलाई त भन्ने के अनि म त्यो कन्फिडेन्स लेभल नि यति हाई छ कि जसले जेसुकै भनोस् जसले जेसुकै मलाई कुरा काटोस् कि जेसुकै गरोस् त्यो मेरो निर्णय हो मेरो श्रीमानले पैसा पठाइदिएर मैले किनेको हो मैले ऋण खोजेको पनि होइन र मेरो बच्चाहरू राखेर गएको मेरो घरको लागि तरकारी किन्न गएको हुन्छ मलाई के मतलब अनि त्यो खालको एउटा चाहिँ मैले के देखेँ भने मोबिलिटी त बढायो स्वास्थ्यको कुराहरू भनिसक्नुभयो एकदमै राम्रो त्यसको साथसाथै मान्छेलाई त्यो महिलालाई आत्मविश्वास बढायो कि महिला सशक्तिकरणमा सबभन्दा ठुलो त्यो महिला सशक्तिकरण जग भनेको आत्मविश्वास हो यदि तपाईँ हामीमा आत्मविश्वास छैन भने सशक्तिकरणको ट्याब्लेट खुवाएर परियोजना दिएर कसैले इन्जेक्सन लाएर हुनेवाला छैन होइन त्यो खालको आत्मविश्वास बढ्ने भनेको एउटा साइकलले एउटा त्यस्तो ठाउँको महिलाको होइन त्यो तराईमा त अहिले पनि त्यो घुम्टो हालेर बस्छन् होइन त्यो लेभलको महिला अनि उतापट्टि यादव छ उतापट्टि शाह छ उतापट्टि कुन्नी के छ उतापट्टि कुन्नी के छ खबरदार त्यहाँ तिमीहरू चाहिँ तराई दलितका मान्छेहरू तिमीहरू चाहिँ यहाँ यसो गर्न पाइँदैन यो गर्नु न उठ भने उठ बस भने बस गराउने ठाउँमा एउटा साइकलले फेरेको उसको चेतना फेरेको उसको त्यो आत्मविश्वास त्यो आत्मविश्वासले साइकलमा मात्र सीमित गरेन ऊ चाहिँ प्यारेन्ट्स डेमा गएर त्यहाँ स्कुलमा गएर कराउन सक्ने भयो होइन अनि त्यहाँ उसले अर्को एकजना भर्खर बिहे गरेर ल्याएको रहेछ त्यो राजविराज अलिक तलतिरपट्टि यता जनकपुरतिर एउटा बिहे गरेर ल्याएको रहेछ बुहारी अनि उसको श्रीमान बिहे गरेपछि बाहिर मलेसिया अनि उसको सासूले भनेको मलाई अनि मेरो बुहारीलाई त यसपालि त मैले कुर्ता सुरुवाल किनिदिएको छु अरे के अनि अब त्यो पुरै त्यो ढाकेर बस्नुपर्ने मान्छे है अनि कुर्ता सुरुवाल त किनिदिएछ त घुम्रो त सलले त गर्नै पऱ्यो फेरि होइन त्यो घुम्रो त निकाल्नु भएन सल हालेछ अनि किन तपाईँले कुर्ता सुरुवाल किनिदिनु भएको त भन्दाखेरि अनि छोराले किनिदिनु भनेको मलेसियामा छ छोराले यस्तो यस्तो गरेको कुर्ता मेरो श्रीमतीले कुर्ता सुरुवाल लगाएको फोटो खिचेर पठाइदियो भने फोटो खिचेर पठाइदिएँ भने अनि बुहारी चाहिँ के भन्छ कुर्ता सुरुवालले मलाई त्यो लुगा मात्रै फेरेको होइन मलाई कुर्ता सुरुवाल किने अब अर्को 6 महिनापछि मेरो श्रीमानले पैसा जोगाएर साइकल किनिदिन्छु भनेको छ भने कि हेर्नुहोस् है त्यो नलेज त्यो आत्मविश्वास बढ्ने नलेज कसरी सर्कुलेट भइरहेछ होइन ओल्लो घर पल्लो घर यताउता होइन अनि यही समस्या मैले फेरि रौतहटमा देखेँ है रौतहटमा फेरि एकदमै त्यो मुसहर समुदाय त्यहाँ पनि अनि अरू यो अलिक भनौँ न त्यो तराई थारूमा पनि अलि माथिल्लो वर्गको मान्छेहरूलाई चाहिँ समस्या छैन होइन अब उनीहरूको स्कुटर पनि छ होइन उनीहरूको आफ्नै किसिमका बाइकहरू छन् होइन तर त्यो वर्ग जुन छ जसले चाहिँ बल्ल साइकल किनेको छ उसलाई चाहिँ अनि त्यो चलाउन हुने कि नहुने कसले चलाउने कति बेला चलाउने भन्ने अहिले पनि बन्देजहरू देखियो त्यहाँ है अनि कुन उमेरको महिलाले चलाउने भर्खर बिहा गरेर आएकोले नचलाउने अरे किन भन्दाखेरि उसले चाहिँ लड्यो भने कुनै के हुन्छ अरे उसको गर्भपतन हुन सक्छ अरे कुनै के हुन्छ अरे त्यो केही पनि हुँदैन त बन्देज हालेको नि त त्यो त लड्यो भने त जो पनि लड्छ नि होइन अनि एक दुईवटा चाहिँ छोराछोरी पाइसकेको आमाहरूले चाहिँ चलाउने भर्खर बिहा गरेको छोराछोरी नपाएकोले नचलाउने भन्ने कुरा मैले रौतहटमा देखेँ यो है अब यस्ता बन्देजहरू छन् त्यसले गर्दाखेरि मलाई के लाग्छ भने यस्तो अभियानहरू हामीले यस्ता चेतनाका कुराहरू अनि मैले त्यो रौतहट र राजविराजलाई चाहिँ त्यो 19औं शताब्दीको युरोप सम्झेँ कि जति बेला साइकल सुरु हुँदाखेरि त्यहाँ महिलाहरूलाई बाँझोपना हुन्छ होइन अनि त्यसपछि महिलाहरूले चाहिँ त्यो लुगा
आधुनिक लुगा लाउनुपर्ने स्थिति भयो भने जुन खालको बन्देजहरू थियो त्यो चाहिँ अहिले पनि नेपालको केही समाजहरूमा छ। त्यसले गर्दाखेरि मलाई चाहिँ यहाँहरूलाई अनुरोध के त भन्दाखेरि यस्ता अभियानहरू हामीले चेतनाका कुराहरू अलिकता सहरी क्षेत्रभन्दा बाहिर पनि लान सक्यो भने एउटा सबभन्दा ठुलो समस्या त अघि भनि पनि सक्नुभयो, अब साइकल लेनका समस्याहरू छन्। एउटा बाटो हिँड्नलाई सजिलो बाटो त छैन, अब लेनका कुरा त के दिन्छन् होइन, त्यो त ठुलो त्यो धेरै समय लाग्छ त्यो फेरिनलाई। तर पनि हामीले यस्ता चेतनाका कुराहरू चाहिँ हामीले अझै गाउँ गाउँमा पुर्याउनु जरुरी छ जस्तो लाग्छ है। म आफू साइकल चलाउन वञ्चित भएको पुस्ताबाट आएको र त्यो परिवारबाट आएको भएर अहिले म टोखा बस्छु, म माथि शिवपुरी डाँडामा मर्निङ वाक जान्छु, म साइक्लिस्टहरू देख्छु कि मजाले चढेको है, कस्तो रहर लाग्छ कि मलाई, रहर लाग्छ एट द सेम टाइम गर्व पनि लाग्छ। एटलिस्ट मेरो पुस्ताले, मेरो समाजले, मेरो परिवारले त्यो वातावरण नपाए पनि अहिले चाहिँ त्यो युवा पुस्ताले त्यो पाइरहेछ भन्ने कुरा। त्यसले गर्दा हामीले सामाजिक सांस्कृतिक पक्षबाट पनि महिला सशक्तिकरणको निम्ति साइकल चाहिँ त्यो एउटा पर्खालहरू भत्काउनलाई, बन्देजहरू तोड्नलाई र चेतनाहरू फैलाउनलाई चाहिँ महत्त्वपूर्ण साधन हो, महत्त्वपूर्ण अभ्यास हो र महत्त्वपूर्ण संस्कृति हो भन्ने चाहिँ लाग्छ मलाई। अहिले मैले यति भने सहयोग गर्यो अथवा हाम्रो स्वास्थ्यमा सुधार ल्यायो, यी कुराहरू पनि हामीले बाहिर उपत्यका बाहिर पनि यसलाई फैलाउन सक्छौँ होला र यसलाई पनि फैलाउनु पर्छ पनि। र त्यति मात्र नभएर यसलाई अब सशक्तिकरणकै कुरा गर्नुपर्दाखेरि कसरी धेरैभन्दा धेरै महिला दिदीबहिनीलाई पनि यो साइक्लिङ गर्नको लागि चाहिँ सहजता, अब लुगाको पोसाकको कुरा आयो, त्यसपछि समाजले के भन्ला भन्ने कुराहरू आयो। यस्तै उदाहरणहरू चाहिँ हामीले दिन सक्यौँ भने चाहिँ त्यहाँ पनि अझ राम्रो हुन्छ जस्तो लाग्छ। आजको यो हाम्रो प्यानल डिस्कसन धेरै नै राम्रो रह्यो, धेरै अनुभवहरू बटुल्न पायौँ, धेरै कुराहरू सिक्न पायौँ र यो धेरैलाई थाहा नभएको कुराहरू एक आपसमा सेयर भयो जस्तो लाग्छ। अब चाहिँ हाम्रो अडियन्सबाट कसैलाई केही प्रश्न छ या तपाईँको एक्सपिरियन्स केही बताउनु छ भने अब चाहिँ हामी छोटो छोटो प्रश्न र एक्सपिरियन्स सेयर गर्नु छ भने यो फ्लोर चाहिँ ओपन रहेको छ ओपन डिस्कसनको लागि। यो 115 इन्टरनेसनल वुमेन्स डेको लागि वुमेन्स डे मात्र नभइकन हामी सबैलाई चाहिँ शुभकामना छ। मेरो नाम चाहिँ पुनम श्रेष्ठ हो, म चाहिँ श्रीमान श्रीमती राईको श्रीमती पनि हो। एउटा साइक्लिस्ट नै हो भन्न चाहन्छु म चाहिँ एउटा आफ्नो परिभाषा दिँदाखेरि चाहिँ, किनभने मैले पनि आफ्नो मेरो श्रीमानको जस्तै रोग भन्यो अनि मेरो नसा च्यापिएको थियो। यो नसा च्याप्दाखेरि चाहिँ अब वेट लस भएन भने चाहिँ बेडमा पर्छ है भन्ने जस्तो स्टेज पनि आइसकेको थियो मेरो। र त्यो दौरानमा चाहिँ मैले यो कोभिडको टाइम थियो, त्यो टाइममा चाहिँ मैले एक्सर्साइज रुममै हामी बाहिर नै जानुपर्छ भने पनि छैन। मेरो कन्डिसनमा चाहिँ मेरो नसा च्याप्दाखेरि चाहिँ 10 केजी लस चाहिँ मैले बिहान 5 बजी उठेर 1 घन्टा रुममै, अझ मेरो घरमा चाहिँ फेरि एक्सर्साइज गर्ने अब पोस्टमा गएर अब यस्तै हुन्छ नि माहौल यताउता पोस्टबाट कसैले हेरेर होला कि भन्ने लाज हुन्थ्यो। अनि मैले रुममै जुन चाहिँ सुतिराख्नु हुन्थ्यो म चाहिँ यता साइडमा मेरो एक्सर्साइज चाहिँ स्टार्ट हुन्थ्यो। त्यसरी गर्दा गर्दै अनि डाइट पनि राति चाहिँ दाल तरकारी मात्र खाएर खाना नखाइकन चाहिँ मैले 10 केजी चाहिँ वेट लस गरेँ। अनि त्यसपछि वेट लस त भयो, अब मेरो नसाको प्रब्लम पनि त्यो एक्सर्साइज गरिराख्यो छोड्यो भने चाहिँ फेरि तन्केर आउने कि मेरो यो नसा च्याप्दा च्याप्दै यहाँ पुगिसकेको थियो। अनि पछि गरेन भने यस्तो तन्केर आउने कि मलाई, अनि फेरि एक्सर्साइज गर्ने। अनि गर्दा गर्दा सटिक रूपमा समझ भयो। मैले पञ्चर पनि गराएँ, पञ्चर गराउँदा कम पनि भयो। अनि त्यसपछि वेट लस भयो। अनि साइक्लिङ मलाई इच्छा लागेको चाहिँ पहिला साइक्लिङ चाहिँ यहाँ चाहिँ मैले धेरै लेडिजहरूले साइकल चलाएको देखेँ कि मैले। अनि मैले पनि चलाउनु पऱ्यो क्या अरे भने एउटा त म बुहारी होइन, अनि म कसरी चलाउँ त भने भन्नु कि नभन्नु जस्तो भयो क्या मलाई चाहिँ। अनि त्यसपछि मेरो ठुलो
ससुराको बुहारीहरूले चाहिँ दुईजनाले चलाएको देखेँ। उहाँहरूले चलाउनु भएपछि चाहिँ उहाँले त चलाउनु भयो भनेपछि मैले किन नचलाउने जस्तो भयो क्या। स्कुटी त चलाउन आउँछ, म अफिस जान्छु, तर साइकल चलाउनलाई चाहिँ मलाई अप्ठ्यारो लाग्यो। स्कुटी चलाउने मान्छेलाई मलाई अप्ठ्यारो लाग्ने भनेपछि मलाई चाहिँ अब किनभने अब बुहारी भएपछि त्यहाँ चाहिँ स्कुटी चलाउने अब कामको लागि चलाउने भयो। साइक्लिङ त अब हेल्थको लागि चलाउँछु भन्दाखेरि पनि किन चलाउनु पऱ्यो, गर एक्सर्साइज नै गर भने जस्तै। तर मैले एक्सर्साइज गरेको अहिलेसम्म घरमा चाहिँ थाहा छैन। रुममा म एक्सर्साइज गर्छु होइन, मेरो फ्यामिलीलाई थाहा छैन 1 घन्टा म एक्सर्साइज गर्छु भने। किनभने बिहान 5 बजी उठेर मैले कुसुसुसो लगाएर त्यसपछि एक्सर्साइज गर्ने 1 घन्टासम्म त मेरो सकिसकेपछि फेरि आफ्नो काम त छँदैछ। अनि साइकल चलाउँछु भन्दाखेरि फेरि केही अफिसमा आउने हो कि जस्तो लागेर अनि भाउजूहरूले चलाएको देखेँ। र्यालीहरूमा जानुभयो। अनि रेस्टुरेन्टको हाम्रो टोलमै चन्द्रसूर्य पुस्तकालय भनेर उहाँले चाहिँ त्यहाँबाट चाहिँ साइकल र्याली गर्नुभयो। अनि म पनि साइकल चलाउनु पऱ्यो भने उहाँलाई, तिमीले साइक्लिङ गरेको छैन, तिमीलाई गाह्रो हुन्छ भन्नुभयो। अनि त्यसपछि ल भोलिन्टियर गर्छु भने भोलिन्टियर गर्दाखेरि अनि त्यसपछि साइक्लिङ अब गर्दै सबै धेरै लेडिजहरू देखेँ मैले। सेफ राइड भन्दै मैले भोलिन्टियर गर्दै गएँ। अनि एकछिन मैले त्यहाँ उसमा भक्तपुरमा 5 तले मन्दिर अगाडि अरूको साइकल लिएर एक राउन्ड लगाएँ क्या मैले। अनि त्यसपछि त अब त म पनि गर्छु साइक्लिङ भने कि। अनि त्यसपछि चाहिँ साइक्लिङ गर्नलाई अब बाहिर निस्किनु पऱ्यो। घरमा त 1 घन्टाको ठाउँमा आधी घन्टा पनि गर्नु मिल्ने एक्सर्साइज भयो। साइक्लिङ गर्दाखेरि त फेरि घरमा टाइममा नपुग्ला। अनि त्यस्तो सोचिकन पहिला घरको काम सकेपछि त मलाई त केही नभन्ला कि घरमा भनेर खानासाना पकाएर अनि त्यसपछि निस्किने गरेँ। अनि घरमा आएर फेरि छोरीलाई रेडी गरेर आफ्नो अफिस जाने गरेँ। तर बाहिरको माहौलमा चाहिँ के भन्यो भने अब मैले साइक्लिङ गरेर लेडिजहरूले पनि साइक्लिङ गर्नुपर्छ है भनेर मैले चाहिँ धेरै जस्तो मेरो फेसबुकमा पोस्टहरू आउँछ। अनि मेरो आफ्नै मान्छेहरूले पनि तिमी यसरी साइक्लिङ गरेर आउँछ, घरको काम भ्याएर गएको हो भन्यो क्या मलाई। घरको कामलाई चाहिँ बाधा पुऱ्याएर केही त्यस्तो कुरा चाहिँ नआओस्। साइक्लिङ गर्न गयो भन्दैमा तिमी चाहिँ कामै छोडेर गएको त सुन नपरोस् भन्ने जस्तो चाहिँ कुरा आयो क्या मलाई। होइन त्यस्तो के होइन, म 4 बजी उठ्छु, त्यसपछि खानासाना पकाएर गरेर त्यसपछि मात्र जाने हो। यदि मलाई टाढा जानु छ भने म पकाएर जाने हो। टाढा जानु छ भने 1 घन्टा त्यसो मात्र हो भने आएर पकाएर आफू पनि खाएर बच्चालाई पनि खाएर अफिस चाहिँ पुग्छु। अनि कहाँ पुग्छ भने स्याटरडे राइड हो। अलिकति यस्तो एडिक्ट भइसक्यो कि म साइक्लिङ गर्दा आज बिहान उठेर आएर म साइक्लिङ जानु पाएन कि। स्याटरडेको दिन मलाई चाहिँ साइक्लिङ नगरिकन बित्तिकै यति बोर हुन्छ कि। अब एक त अब साइक्लिङ अहिले यो उहाँ श्रीमानको चाहिँ अस्ति एक्सिडेन्ट भएर चाहिँ जानु पाउनु भएको छैन। अहिले रिकभर हुँदैछ। अब 1 महिना जस्तो होला साइक्लिङ सँगै जाने चाहिँ। त्यही पनि म टाइममा यस्तो र्यालीहरूमा चाहिँ पार्टिसिपेट हुँदै गइरहेको छु। र अब चाहिँ बिस्तारै सँगै गइराखेको होइन। अब आफू सँगै गइराखेको अब एक्लै जाँदाखेरि पनि खोइ त श्रीमानजी आज त श्रीमानजी आउनु भएन भन्ने क्वेसनहरू आउँदाखेरि र्यालीहरूमा जाँदाखेरि अलिक कस्तो लाग्यो कि मलाई। अनि त्यसपछि भयो अब तपाईँ सँगै हुँदाखेरि मात्र र्याली जाउँला, अब चाहिँ र्याली नजाउँला, कहिलेकाहीँ चाहिँ साइक्लिङ जाउँला भनेर चाहिँ मेरो साइक्लिङ चाहिँ तरिकाले गर्दिनँ। एक्सर्साइज पनि म गर्दिनँ किनभने मलाई गाह्रो हुने भएर चाहिँ म गर्दिनँ भनेर बसिरहेको थिएँ। अनि यो भक्तपुरमा चाहिँ साइकल कलेक्टले चाहिँ यो के भन्छ मालीगाउँको र्याली राख्दाखेरि रेजिस्ट्रेसन गरिसकेँ मैले। मेरो डेट टुट्यो है त्यो दिन। अब के गर्ने, जान मन लागिरहेछ। कतिसम्मको होला ढाडा चढ्न नसके पनि जति सक्छ त्यति मान्छे फर्केर आउनु पर्ला भनेर गएँ। साइक्लिङ गर्दै गएँ। मेरो आफ्नो पिरियडको डेट 2 नै मैले बिर्सेँ। त्यतिसम्म रिलिफ हुँदो रहेछ। त्यही भएर पिरियडको टाइममा पनि हामीले चाहिँ यो साइक्लिङ पनि एक्सर्साइज पनि गर्न मिल्ने रहेछ भन्ने मैले फिल गरेँ। साइकल चढ्छु, सानैदेखि साइकल चढ्छु। अनि खेतमा जाने पनि, माइतीमा पनि खेतमा जाने, आफ्नो पनि खेतमा जाने, साइकल चढेरै जाने। सबैले मलाई यो केटी मान्छे पनि साइकल चढ्छ रहेछ,
घरमा बोल्दैन साइकल चढेर हिँड्ने मान्छेले बोल्दैन अरूहरूले त्यसो भन्ने अनि त्यसो हुँदा हुँदा अब खेत पनि हरायो खेत पनि बेच्छ नि होइन बेच्यो हरायो अब घरमा बस्यो साइकल यतिकै भयो त्यो साइकल अरूहरूलाई बजारलाई चढ्न दियो अनि त्यसपछि अनि फेरि म यो जालखेलमा गएको चाहिँ 2 वर्ष भयो त्यहाँबाट मात्रै यसरी साइकल चढ्ने रहेछ भनेर मलाई थाहा पायो त्योभन्दा अगाडि मैले छोरा छोरी नाति सबैलाई मैले साइकल चढ्न सिकाएको मैले सबै अनि सबैले भन्छ यो बच्चाहरू पनि कस्तो साइकल चढेको होला मेरो बच्चाहरू है मैले सिकाउने म सानैदेखि चढ्न जानेछु अनि मैले सिकाएको त्यो बच्चाहरूलाई भनेर भने मैले अनि यति मात्रै हो मेरो त भनाइ त लामो छ तैपनि छोटकरी अलिकति मात्रै भन्छु म चाहिँ नि साइकल चढ्नलाई त एकदम मलाई मनपर्छ बच्चैदेखि बच्चामा हामी खेतमा काम गर्दा रिङवटमा टुरिस्टहरू साइकल चढेर लाइन ल्याएर आएको म उफ्रेर हिँडिरहेको छु अनि मेरो मम्मीले के हिँडिरह त्यस्तो साइकल चलाउने तिम्रो सपना हिँडिरह हो भनेर गाली गर्छ काम गर छिटो भन्छ तैपनि अलिअलि काम गरेको जस्तो गर्छु आँखा त त्यही रिङवटमै हुन्छ म पनि चलाउनु पाए हुन्थ्यो कहिले चलाउने होला त्यस्तो साइकल कति लिन्छ होला भनेर बच्चैदेखि मलाई चाहिँ नि रोड थियो सपना थियो अनि मैले चाहिँ नि बच्चैदेखि त्यस्तो राम्रो सोच्यो भने राम्रो काम गर्न त पाइहाल्छ नि भनेर मनमा थियो त्यो बेलामा मेरो कति वर्ष भयो भने 13-14 वर्ष होला सायद त्यो बेलामा बच्चा बेलामा अनि छिटै बिहा गरेर पठायो अनि रहरहरू त छैन मेरो रहरहरू सबै सक्यो भनेर मेरो मनमा थियो अनि त्यहाँबाट अब घरमै अब सुरु भयो त्यो के भयो अनि पछि अब छोराहरू ठुलो भयो छोराहरूले अब यताउता भएर अनि हिउँद पनि सफला भनेर त्यहाँ अड्डाइसे पनि पढ्न पायो मैले त पढ्न त आएन अनि हिउँद पनि सफलामा गर्न बेलामा मलाई चाहिँ पढ्न आउँछ भनेर अड्डाइसे गऱ्यो मलाई त पढ्नै आउँदैन अनि प्रशिक्षणमा बसेर म पढ्न सिकेर अनि मोबाइलमा यसो हो भनेर थाहा भयो त्यहाँबाट अनि बसाइ सराइ भएर 15 वरा अनि 15 वरामा बसेर पनि अब भर्खर बसेको कोही चिन्दैन अब क्लबमा एकचोटि बस्न जान्छु दाइहरूले भन्छ योगा सिकाउनु पर्यो भनेर भन्न गयो अनि त्यहाँबाट योगा सुरु भयो साथीहरू चिन्नु भयो अनि योगामै म एक दिदी एकजना आएर साइकल सिक्ने हो तिमीहरू भने हो मलाई त बच्चाकोदेखि नै कस्तो इन्ट्रेस्ट भइरहेको यही मौका होला म जान्छु भनेर भने अनि घरमा आएर साइकल सिक्ने भनिरहेको थियो भनेर म अब मनमा कुरा राख्न सकेन झट्ट मैले भन्यो घरमा श्रीमान पनि थियो छोराहरू पनि थियो अनि श्रीमानले के भने साइकलमा चाहिँ चढ्न जानुहोस् न तिम्रो खुट्टा सट्टा सबै भाँचेर त राखिदिन्छु नि अनि साइकलले के हुन्छ भने तिम्रो थाहा छ यो जस्तो हो भन्यो अनि मनमा त हुन्छ नि रातभरि निन्द्रा आएन मैले कसरी भेट्ने कसरी कुरा गर्ने होला भनेर मनमा कुरा खेलेर भने मैले साइकल जसो भए पनि सिकाइदिनु म चढ्छु है भनेर हामी साथै योगाबाट 17 जनाले नाम दियो 17 जना पनि आउने हो र 5-6 जना मात्रै आउने अनि सबै 17 जना गयो त्यहाँ सबैले साइकल सिक्न जान्यो मैले त जानेकै छैन 4 दिन भयो 5 दिन गयो जानेकै छैन अनि सरहरू पनि गाली गर्यो अनि म मोटी पनि साइकल चलाउन आज चाहिँ नि साइकल चलाउन नआयो भने भोलिदेखि आउँदै आउँदैन अब 1 2 3 भनेर साइकल चलाऊ भन्छ अनि मेरो मनमा चाहिँ नि के भन्यो भने 1 2 3 भनेर कसरी साइकल चलाउने होला भनेर मनमा अनि मैले आज सक्यो भने सक्छु नभए आउँदैन भनेर मैले सक्यो त्यो बेला साइकल चलाउने जान्यो अनि एउटा साइकल थियो निलो रङको अहिले पनि याद छ त्यो साइकल देखेपछि मेरै साइकल हो त्यो अगाडि चाहिँ नि साथीहरूले चलाउँछ पछि त्यो मैले साइकल चलाएर जानिएपछि त्यो साथीहरूको अगाडि हामी पछि साइकल चलाएर दौडेर लडे पनि लडो
के हुन्छ हेरौँ न भनेर अनि श्रीमानले चाहिँ थाहा छैन साइकल चलाउनु गएको भनेर म योगामा सिकाउनु गएको हो योगा जान्ने हो भनेर मनमा अनि सिक्यो अलिअलि सिकेपछि जानेपछि म अब यो यसरी श्रीमानलाई देखाउनु जानुपर्छ भनेर गएको अनि उनीहरू सबै पछाडि बसेर बसिरहे साइकल चलाउनु गएको हो भने साथीहरूको लिएर गएको नि अनि मिल्छ कि मिल्ने त छ बसेको मिल्दैन है भन्यो अनि त्यो पनि सुरु भयो केही भएन अनि म्याम र त्यो सरहरूले हेर्न आउँछ सामान पनि त आउँदैन मलाई साथीहरूलाई सर मिसहरू आइरहेको छ पछाडि तिमी साइकल अगाडि चाहिँ एकजना त्यो विदेशी भाइ बसिरहेको देखेन मैले कुन ब्रेक सामान भन्दा भने त्यो भाइलाई चाहिँ परेछ त्यो पनि दौडेर गयो म्यामहरूले फेरेपछि गाली गर भनेर बच्चा जस्तै लाग्यो के पनि भएको छैन अनि त्यो पनि अनि साइकल साथीहरूले सबैले साइकल किन्न जाने भन्यो म पनि जानुपर्छ अब के गर्ने होला मसँग पैसा छैन मेरो साथी एकजनाले तिम्रो सुनको चुरा बेचेर साइकल किन्न भने ओहो मेरो सुनको चुरा बेचेर साइकल किन्यो भने घरमा त मार्छ मलाई त के गर्ने होला भने अनि सुमन सरले चाहिँ मलाई भन्नुभयो तिमी त कस्मेरोमा काम गर्ने होइन 1 महिना काम गरेर साइकल किनिहाल्छ नि त्यो बेलामा त अहिले सुमन सरले भनेको त कस्तो मनमा चस्सै पऱ्यो होइन मेरो हातमा सिप छ म यो कुन फ्याक्ट्रीमा हुन्छ भनेर अनि घरमा आएर डायरी पल्टाएर हेरेर अनि म जोर पार्टीमा 1 महिनाको काम गर्न जान्छु भनेर साइन गरेर गयो अनि त्यो निलो म्याक्रो हुन्छ नि निलो म्याक्रोमा बसेर म गयो अनि 8 दिन काम गरेँ मैले त्यहाँबाट पैसा लिएर साइकल किन्न गयो साथीहरूसँगै अनि श्रीमानले थाहा छैन साइकल किनेको भनेपछि अनि श्रीमानले के भन्नुहुन्छ साइकल किन्यो भने तिमीलाई चाहिँ घरमा राख्दैन म गरेँ किने छैन किने त सक्यो त्यो के बेलामा किन्यो भने 30 को बेलामा साइकल किनेर 60 कारा अनि त्यो साइकल निकाल्ने अब सरहरूसित घुम्न जाने फेरि साइकल त्यहाँ राख्ने अनि दसैँमा साथीले फोन गरेर ल्याए ज्ञानसभा तिम्रो साइकल के गर्ने मैले पूजा गर्ने कि तिमी पूजा गर्ने भनेर मलाई सोध्नुभयो अनि त्यो मेरो हात चाहिँ नि अलि त्यो फोहोर भएर अनि सानो भाइले स्पिकरमा राख्यो अनि त्यो भनेको बाहिरहरूले थाहा भयो मैले साइकल किन्नु भयो किनेर 60 कहाँ राखेको पूजा गर्नलाई के हो हामी छने किन डराउनु पर्ने धारी देखेर डराएको हो भने मलाई डर लाग्छ बेलुका भएपछि अब दसैँमा खाइरहेको हुन्छ कराउँछ मलाई त डर लाग्छ अनि बाहिरले के भने हामी छने मम्मी अब हामीले नि साइकल पूजा गर्ने ल्याउनु भन्यो अनि बिस्तारै ल्याएर अगाडि ठक्क राख्ने ल्यायो अनि सुनमा ओहो साइकल किनिसक्यो होइन अब तिमीले साइकल किन्यो अब अर्को सालमा गाडी किन्न भने मलाई अनि गाडी किन्नलाई घर एउटा बनाइदिनु म गाडी पनि किन्छु 5 लाखले आउँछ नि गाडी त साइकल त मैले नि कमाएर किनेको हो अब गाडी पनि म किन्छु भनेर टुप्पाले बेलुका भएपछि त डर लाग्छ कराउँछ के भनेर मलाई त कस्तो भइरहेछ अनि के त भनेन अनि हतरपत्र सुतेर त निन्द्रा नआए पनि निन्द्रा आएको जस्तो अनि अहिलेसम्म पनि डर लाग्छ त्यो साइकलको कुरा केही भन्छ कि भनेर त्यस्तो गरेर मैले साइकल किनेँ अहिले यताउता गयो अनि धारा कहीँ पनि छिटेको छैन झन् त मन लाग्छ नि साइकल त एकदम माया लाग्छ कविताले भनेको जस्तै साइकलमै अँगालो मारेर बसिरहेको जस्तो हुन्छ एक दिन माइतीमा गएको 10:30 बजिसक्यो अनि छोराले मम्मी मेरो मोटरसाइकलमा बस त्यो साइकल धारीले दिनु न भने म साइकल दिन्न कसैले पनि मेरो साइकल हो म तपाईँहरू अगाडि जानु म पछि आउँछु भनेर त्यो साइकल अहिलेसम्म सुने कसैले पनि दिनु छैन मैले चलिरहेछ अब सरले साइकल फेर भन्छ कस्तो लडले होइन आफ्नो मेहनतले साइकल किनेको त्यो त छोड्न सक्दैन जस्तो लाग्छ मलाई ल धन्यवाद यति भन्दै आज नारी दिवसको उपलक्ष्यमा सबैजना हाम्रो दिदी बहिनीहरूलाई शुभकामना पनि दिन चाहे सबैजना नमस्ते म चाहिँ एकल घुम्ने साइकल यात्री ऱ्याबिट महर्जन है अहिले चाहिँ सिद्धिपुरबाट म आएको
यो महिलाहरूलाई साइकल चलाउन सिकाउनु चाहिँ एकदमै गाह्रो छ। हाम्रो म्यामहरूले पनि भन्नुभयो है। मैले अहिले सुरुमा चाहिँ मैले मेरो छोरीलाई चाहिँ साइकल सिकाएको। छोरीलाई साइकल सिकाउनु पनि साह्रै गाह्रो छ। आमाले भन्नुहुन्थ्यो, अब मेरो श्रीमतीले पनि भन्नुहुन्थ्यो, आफू चलाएर हिँडे भइहाल्यो, किन छोरीलाई सिकाउनु पऱ्यो, कुरुकुरु स्कुल नपठाएर भन्नुहुन्थ्यो क्या। अनि अहिले चाहिँ उसैलाई फाइदा छ फेरि, किनभने छोरीसँग माइती श्रीमती माइती जाँदाखेरि सामान चाहिँ साइकलमा राखेर पठाइदिन्थ्यो क्या, आफूले बोक्नु पनि परेन। त्यो चाहिँ उसले प्लस पोइन्ट भयो। अनि म एक्लै साइकल चलाउँदा अब राइडहरू पनि जान थालिसकेपछि हाम्रो नेसनलिटीहरू सब भेट भयो, साइक्लिस्टहरू धेरैजनासँग मेरो भेट पनि भयो है। अनि त्यसपछि मैले के सोचिरहेको थिएँ भने अब यसरी भएन, अब कुनै न कुनै एउटा काम हाम्रो सिटीपुरमा पनि गर्नु पर्यो। मैले सिटीपुरमा चाहिँ जेन्ट्सहरूले मात्रै साइकल चलाएको देखेको छु क्या। अनि अब महिलाहरूलाई पनि एउटा साइक्लिङमा इन्भल्भ गराउनु पर्यो भनेर मैले सोचि नै रहेको थिएँ। त्यसपछि हाम्रो लक्ष्मीजीले पनि ठ्याक्कै त्यही कुरा भन्नुभयो, अब तपाईँहरूको गाउँमा पनि भाइको गाउँमा पनि महिलाहरूले साइकल सिकाउनु पर्यो भन्ने एउटा प्रस्ताव राखिसकेपछि मलाई इन्सपायर अझै भयो कि बढी। त्यसपछि मैले साइकल सिकाउने एउटा कसरी सिकाउने भन्ने थाहा नपाएर लक्ष्मीजीसँगै मैले एउटा पनि लिएँ होइन। लिइसकेपछि उहाँले चाहिँ अब सिटीपुरको महिला दिदीबहिनीहरूलाई एकल जम्मा पार्नु पर्यो, त्यहाँको ग्रुपहरू हुन्छ, आमा समूहहरू, दिदीबहिनी समूहहरू हुन्छ, उहाँलाई चाहिँ जम्मा पार्नु पर्यो भनिसकेपछि मैले अनि हाम्रो आमा समूहको टिमलाई चाहिँ आफ्नो हातमा लिएँ भनौँ न। त्यसपछि मेरो आमा पनि त्यसमा हुनुहुन्थ्यो। अनि मैले चाहिँ पहिला के सोचेँ भने अब सुरुमा श्रीमती, आफ्नो दाइ भाउजूहरू अनि बहिनीहरूलाई मात्रै सिकाउने, जम्मा 12-13 जनालाई सिकाउने मेरो लक्ष्य थियो। अनि नाम के पाएँ, मलाई अलि गाली पनि गर्नुभयो कि, मेरो आफ्नै आमाले पनि गाली गर्नुभयो, खुरुखुरु आफू साइकल चलाएर नहिँडेर फेरि सिक्न आउने हो कि होइन, किन यस्तो हातमा यस्तो ठाउँमा हात हाल्नु पऱ्यो, फेरि नराम्रो होला भन्ने पनि लाग्यो। महिलाहरूले सिकाउनु जस्तो कुरा पछि के होला के होला, हाम्रो मचाकाजी दाइले भने जस्तो सिकाउनु गाह्रो छ है। अनि अब कसरी सिकाउने भन्दै पनि बिस्तारै यो यसमा सिकाउनेतिर लागि नामहरू टिपियो। त्यसपछि सबै कुरो मिलाएर हामी हाम्रो सिटीपुरको अभिवादन बहुउद्देश्यीय सहकारी सङ्घसँग मिलेर डेटहरू फिक्स गरेर हामीले सिकाउन चाहिँ सुरुमा 12 मै सिकाउने प्लान बनाएको थिएँ। सुरुको दिनमै हामीले 20-25 जनाको समूहमा सिक्न आउने दिदीबहिनीहरू आइसकेपछि हामीले ठाउँ नपुगेर हामी पार्टी प्यालेसमै जानु पर्यो। अनि त्यसपछि हामीले 10 दिन जति सिकाउनु भनेको कुरा हामीले 8 दिनमा सीमित गर्नु पर्यो, किनभने अस्ति ठुलो पानी पऱ्यो नि त दसैँ अगाडि, त्यसले गर्दा हाम्रो 8 दिनमा सीमित भयो। त्यही पनि 8 दिनमा पनि हामीले 20-25 जनाले चाहिँ राम्रोसँग सिक्यो क्या। त्यो बिचमा सुरुमा अलिकति गाह्रो भयो। हाम्रो 25 जुन दिदीबहिनी चाहिँ उहाँकै श्रीमान आएर सिकाउनु थाल्नुभयो क्या, त्यो चाहिँ मेरो लागि एकदमै प्लस पोइन्ट भयो। दिदीहरूलाई पनि थाहा छ सबै कुरा है। श्रीमानहरू आफैले आएर सिकाइसकेपछि सिक्नेले पनि छिटो सिक्न थाल्यो, एकदमै खुलो लाग्यो। त्यसपछि हामीले अब सबै सिकाइसकेपछि हामीले हाम्रो यो सिटीपुर पुलिस पूजा भनेर एउटा टिम पनि अहिले बनाएको छौँ। अहिले हाम्रो टिमहरू 2 जना मात्रै आज आउनु भ्याउनु भयो, अरू आफ्नो काममा व्यस्त हुनुभयो है। त्यही हो, अहिले साइकल चलाउनु सिकाइसकेपछि दिदीबहिनीहरू चाहिँ तरकारीहरू लिन जाने, अब कतै माइती जाने, अब गाउँभरि नै अब साथीहरूलाई भेट्न जाने काम साइकलबाट गरिरहनु भएको छ। अब यो कुरालाई अझै पनि हामीले दोस्रो सिजन भनेर सिकाउने प्लानिङ गरिरहेछौँ, जसमा चाहिँ हामीले नाम 50 जनाको टिपाइसकेका छौँ महिला हाम्रो सिटीपुरमा पनि। त्यही भएर खुसी लागेको छ। जस म साइकल क्षेत्रमा लगाएर पनि यति दिदीबहिनीहरूलाई अब यति कुरा सिकाउनु पाएकोमा मलाई पनि एकदम गर्वकै कुरो जस्तो लाग्छ है। आजलाई नमस्कार सबैजनालाई, यहाँ प्यानलिस्ट म्यामहरूलाई नमस्कार, र मिना म्याम बाहेक सबैजनालाई म चिन्दैछु। मेरो नाम चाहिँ स्मिता गुरुङ। म चाहिँ अहिले म काठमाडौँ बाहिरको, तर म अहिले काठमाडौँमै बस्छु। म पनि अहिले साइक्लिस्ट नै भन्न चाहन्छु। मैले यहाँ सबैजनाको कुराहरू सुनिराख्दाखेरि चाहिँ हामीले
मैले सोचेको काठमाडौँ र म बाहिरको मान्छे भएर पनि यहाँभित्र पनि यस्तो अवस्थाको दिदीबहिनीहरू हुनुहुन्छ भनेर चाहिँ मलाई लागेको थिएन कि योभन्दा अगाडि। किनभने उहाँ दिदीकै कुरा सुन्नु अहिले पनि डर लाग्छ श्रीमानबाट भन्नुभयो नि त। अनि मैले पनि यहीँ जाउलाखेलबाट साइकल र्यालीमा जान थालेको, मैले सिक्न चाहिँ विराटनगरमा सिकेको, तर म र्यालीमा उता हुँदैन पूर्वमा। अनि यहाँ महेश्वरी म्यामको संयोजकमा भएको त्यो महिलाको लागि महिलाको नारी दिवस होइन, त्यो के भन्छ अर्को एउटा के प्रोग्राममा म एउटा साथीले गर्दाखेरि म यहाँ आएँ अनि मैले सिकेँ यहाँ। अब म अहिले चाहिँ हामी उहाँहरू पुनमजीहरू हामी कहिलेकाहीँ सँगै जान्छौँ, डाँडा डाँडा जान्छौँ, यो काठमाडौँ वरिपरि लगभग भ्याइसकियो। तर मैले यहाँ महिला सशक्तिकरणको कुरालाई म्यामले अहिले बाहिरको कुरा जोड्नुभयो, मलाई एकदमै रमाइलो पनि लाग्यो। अनि यहाँको कुराहरू सुनिराख्दा चाहिँ कस्तो छ भने यहाँको वर्तमान अवस्था कस्तो छ भने स्वयम्भू डल्लु पूजा जस्तै हुनु पर्यो कि महिला पुरुष बराबरी सिकाउनु पर्यो। उहाँहरू दाइहरू लागेर अगाडि लागेर सिकाउनु भएको छ। उहाँ दिदीबहिनीहरूले सायद त्यस्तो कस्तो भने थोरै सिकेर बाहिर निस्किनु र धेरै सिकेर बाहिर निस्किनुमा धेरै फरक हुने रहेछ। मैले तत्काल देखिरहेको कुरा चाहिँ के हो भने स्वयम्भू डल्लु पूजाले चाहिँ टेक्निकल कुरादेखि लिएर कसरी चलाउनु पर्छ, अनि उकालोमा कसरी चलाउने, ओह्रालोमा कसरी चलाउने, त्यो कुराहरू सिकाइराख्नु भएको भएर समानताको साथ नै अगाडि बढ्नुपर्छ भन्ने एउटा कुरा सिकेँ। अर्को कुरा चाहिँ उमेरले पनि छेक्दैन रहेछ भन्ने कुरा पनि यहाँ आयो कि कतिजना दिदीबहिनीहरू हुनुहुन्छ। मैले यो आजभन्दा अस्तिको हप्ता चाहिँ म भैरवमा थिएँ, साइकल र्यालीमै गएको, बुद्ध ज्ञान साइकल यात्रामा। त्यहाँ चाहिँ देहरादुनबाट आउनुभएको एकजना 71 वर्षीय आमा हुनुहुन्थ्यो अनि उहाँको हस्बेन्ड चाहिँ 76 वर्षीय हुनुहुन्थ्यो। अब हामीले त यस्तो गाह्रो भयो 220 किलोमिटर साइक्लिङ 2 दिनमा गर्नलाई, उहाँले चाहिँ पुरा गर्नुभयो। त्यस्तो हुने रहेछ। र अनि म्यामले अब अझै पनि रहर छ भने हजुरले पनि सिक्नुहोस् भन्न चाहन्छु म। तर अब यो उमेरमा हामीले लड्यौँ भने हाम्रो यो बोनहरू चाहिँ अलिकति चाँडो जोडिँदैन, त्यो समस्या त छ। तर जोगिएर चाहिँ सिक्नुपर्छ, अझै पनि सिक्न सक्नुहुन्छ हजुरले पनि म भन्न चाहन्छु। अनि अर्को चाहिँ कुरा के हुन्छ भने साइकल अभियन्ताहरू हुनुहुन्छ धेरैजना, अनि साइकल संस्थाहरू पनि धेरै रजिस्टर भएको र नभएको ग्रुपहरू पनि रहेछ। तर मैले लक्ष्मी दिदीकै कानबाट र मुखबाट र मेरो कानबाट सुनेको थिएँ कि कतिवटा संस्थाले आऊ लक्ष्मी दिदी फोटो खिच्दियो अनि तपाईँ साइक्लिस्ट हो आऊ भने, अनि पैसा पनि नदिने कि लक्ष्मी दिदीलाई। भोलि बस्दै गर्दैन नि त। अहिले फेरि यति वर्ष भइसकेपछि चाहिँ लक्ष्मी दिदीको पछाडि यति धेरै दिदीबहिनीहरू हामी जस्तै मान्छेहरू पछाडि लागेको देख्दाखेरि त्यही संस्थाहरूले बोलाएर उहाँले अभियन्ताको रूपमा के भन्छ प्यानलिस्टको रूपमा राखिरहेको छ होइन। यो चाहिँ म त सिधा कुरा गरेको, म चाहिँ त्यसरी घुमाएर कुरा गर्नै आउँदैन कि मलाई। लक्ष्मी दिदीले नै भन्नुभएको थियो कि कतिजना साइक्लिस्ट संस्थाहरूले चाहिँ उहाँलाई बोलायो, फोटो खिच्न लायो अनि भोलिपल्ट पैसा पनि दिएन क्या। पहिला चाहिँ त्यस्तो गर्थ्यो, दिदीकै कानबाट सुनेको मैले। अनि उहाँले चाहिँ निस्वार्थ रूपमा सिकाउनुहुन्छ। तर दिदीलाई पनि के अनुरोध छ भने तपाईँले सिकाइराख्दाखेरि भोलि लक्ष्मी श्रेष्ठ हामी आइदिनुहोस् अनि तपाईँलाई अभियन्ता बनाएर हामी अगाडि लान्छौँ भनेर तपाईँलाई कसैले पनि युज चाहिँ नगरोस् कि। हामी दिदीबहिनीहरू के भन्छ महिलाको लागि महिलाको टिममा चिठी पठाइदिउँ न, त्यहाँबाट महिला हालेर ल्याउँ, स्वयम्भू डल्लुमा चिठी पठाउँ, त्यहाँबाट महिला हालेर ल्याउँ, अनि सशक्तिकरणको कुरा गरौँ, के भन्छ नारी दिवसको दिनमा उहाँहरूलाई बोलाउँ। त्यस्तो कुरा चाहिँ हामीलाई सबैले चाहिँ के भन्छ प्रयोग चाहिँ नगरोस्। अनि हामीले साइकल सिकेर चाहिँ हामीलाई चाहिँ एकदमै खुसी लागेको छ। मैले यहाँ आएर भन्न खोजेको कुरा चाहिँ धेरै हुँदैछ, अझै पनि हामी बानी भइसकेको छैनौँ नि त। अनि त्यही भएर आज मैले अरू कुराहरू चाहिँ धेरै छुट्यो होला, मेरो साथीहरू पनि हुनुहुन्छ उहाँले भन्नुहुन्छ। जस्तै पुनमजीलाई हेर्दाखेरि उहाँले चाहिँ आफै स्वस्फूर्त रूपमा सिकेर आउनु भएको हो। अरू दिदीबहिनीहरूलाई चाहिँ धेरैजना हुनुहुन्छ कि अझै यहाँनिर आउन सक्नु भएको छैन कि। कतिजनालाई चाहिँ त्यो एउटा टेक्निकल कुराहरूको अभाव भयो भने चाहिँ के हुने रहेछ भने यता दाइले अघि सिद्धिपुरको कुरा गर्नुभयो, त्यस्तै सिद्धिपुर ठेचोको एकजना दिदीले मलाई के भन्नुभयो भने नेवारी लवजमा राम्ररी भन्नुभयो, सुन्दा मलाई पनि साइकल सिक्न त मन छ, तिमीहरू जस्तै हिँड्न त मन छ, तर अस्ति यहाँनिर सिकाएको बेलामा एकजना बुढी दिदी हुनुहुन्थ्यो, जबरजस्ती गरेर अलिअलि सिकेपछि मनोकामना त्यस्तै कुन ठाउँमा जानुभएको अरे लड्नु भयो, उहाँको ढाड यहाँनिर खुस्क्यो। अब त्यस्तो भएपछि त त्यस्तो प्रोब्लम भयो। अनि म त डर लाग्छ मलाई आउनै मन लाग्दैन भनेर भन्नुभयो कि। अनि
मैले चाहिँ यहाँनिर अब सबै साइकलको अभियानमा लाग्नुभएको संस्थाहरू भएको भएर मैले भनिरहेको कि चाहिँ तपाईँहरूले सिकाउँदाखेरि चाहिँ बेसिक लेभलदेखि अलिकति राम्ररी नै सिकाइदिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु र यो नारी दिवसको उपलक्ष्यमा यति भए पनि कार्यक्रम गरेर हाम्रो कुरा पनि राख्न दिनुभएकोमा तपाईँहरूलाई पनि धन्यवाद, यहाँहरूलाई पनि धन्यवाद। नमस्ते। सबभन्दा पहिला सबैजनालाई एकदम नारी दिवसको धेरै धेरै शुभकामना। नमस्ते। आज साइकल र महिला सशक्तिकरणको इतिहास र वर्तमानको विषयमा हामीले यहाँ छलफल कुराकानी गर्दैछौँ। सो अब वेदान्तलाई हेर्दै मलाई चाहिँ अघि कुरा सुन्दै गर्दाखेरि एउटा दुईवटा कुरा जुन मनमा लाग्यो त्यो मात्रै एड गर्छु म। भन्नुपर्ने कुराहरू त धेरै हुन्छन्। अब यहाँ स्टेजमा आएपछि चाहिँ अलि हराउँदै जान्छ, बिर्सिन्छौँ हामी बोल्ने बानी नभएको भएर। सो मैले के देखेँ भने यहाँ दिदीबहिनीहरूले चाहिँ के भन्नुभयो, हामी साइक्लिङ गर्न जाँदा कहिले धेरै टाढा जानुपर्ने हुँदाखेरि घरमा खाना पकाएर छिटो उठेर 3 बजे उठेर 4 बजे उठेर पकाएर जान्छौँ जुन भन्नुभयो नि, मलाई चाहिँ त्यो के लाग्छ भने हामी सबैजनाले घरको पुरुष सदस्यले पनि महिलाहरूलाई त्यो कुराहरूमा सघाउनु भयो भने उहाँहरूले एक्लै 3 बजे उठेर चाहिँ पकाउनु पर्दैन जस्तो लाग्छ। दाजुभाइहरू अप्ठ्यारो नमानिदिनु होला। त्यो कुराहरू चाहिँ अब मिलेर गरियो भने कुनै पनि काम गाह्रै हुँदैन क्या। दाजुभाइहरू सुनि त रहनु भएको छ होला नि है, सुनि त रहनु भएको छ नि है। घरमा दिदीबहिनीहरूले 3 बजे उठेर एक्लै खाना पकाउन नपरोस्, तरकारी किन्न जाँदा पनि घरमा खाना पकाउँदा पनि, अनि बाहिर दिदीबहिनीहरू अब आजभोलि घरमै मात्र सीमित नभएर बाहिर कमाउन पनि जानुहुन्छ। सो मैले कतै एउटा मोबाइल स्क्रल गर्दाखेरि एउटा कोटेसन कोड पढेको थिएँ, हिन्दीमा थियो त्यो हुन त। के भनिएको थियो भने आजभोलि समाजले, हाम्रो समाजले के चाहन्छ भने महिलाहरू चन्द्रमासम्म पुगोस्, तर चन्द्रमामा जानुभन्दा पहिला उहाँहरूले घरमा खाना पकाएर चिया रोटी तरकारी पकाएर जाओस् भन्ने चाहन्छ, तर चन्द्रमामा चाहिँ पुगोस् भन्ने चाहन्छ समाजले। तर त्यो चन्द्रमामा पुग्नको लागि हामी त्यो रोटी तरकारी पकाउँदै गर्दा त हामी पनि ढिला हुन्छौँ नि त। मिलेर पकाऊ, मिलेर चन्द्रमासम्म पुगौँ, केटाकेटी छोराछोरी अनि सबैजना। कस्तो सजिलो हुन्छ लाइफ, समाज, सोसाइटी। कसैलाई हामी त गाह्रो परेको छ, हामीलाई हेल्प गरिदिन पर्यो भन्ने जस्तो हामी बिचरा हुनै पर्दैन क्या समाजमा त्यस्तो कुरा भइसकेपछि। सो अर्को यो एउटा सामान्य कुरा, सानो कुरा, तर ध्यान दियो भने सबैको लाइफ इजी हुने कुरा। अनि अर्को कुरा, साइकललाई चाहिँ हामीले यति प्राथमिकता दिएर हामी यसरी अगाडि बढिरहेको छौँ, हामी यति धेरैजना बुढा हुन सक्यौँ, त्यसको कारण पनि साइकल नै हो। साइकलले गर्दा मैले यति धेरै साथी पाएँ, मामहरूसँग चिनजान भयो। त्यो यसले गर्दा सरी यो के भयो म यतिकै बोल्छु। के भयो भने यस्तो अर्को कुरा, साइकल कल्चर डेभलप गर्दै जाँदाखेरि हाम्रो घर परिवारमा अब के हुन्छ भने छोरी बच्चा जन्मिने बित्तिकै उसलाई डल भाँडाकुडी गिफ्ट दिने चलन हुन्छ होइन। उसले बिचरा बुझ्नै पाएको हुँदैन के मैले के खेल्नुपर्छ। सुरुवात नै त्यसरी गरिसकेपछि बिचरा त्यो छोरी बच्चालाई मैले डल नै खेल्नुपर्छ भन्ने मेन्टालिटी भइसकेको हुन्छ। अनि ठुलो हुँदै जाँदा पनि मैले भाँडाकुडी नै खेल्नुपर्छ, अनि ठुलो भएर भाँडै माझ्नु पर्ने। भाँडा केटाले माझे पनि हुन्छ, केटीले माझे पनि हुन्छ, त्यो भाँडामा लेखेकै हुँदैन कि यो छोरी मान्छेले माझ्नुपर्छ भनेर। त्यस्तो लाग्छ मलाई होइन। अनि अर्को कुरा, धेरै कुरा छ, ठिकै छ, वेदर छ, नेक्स्ट प्रोग्राममा पनि एड भयो भने एड गर्दै गरौँला। मलाई अर्को कुरा चाहिँ हामी यो यति धेरै साइक्लिस्टहरू भइसकेको छौँ। अब साइकल भनेको हेल्थको लागि, इन्भाइरोमेन्टको लागि यति राम्रो कुरा हो। हामी सबैले बिस्तारै बिस्तारै बुझ्दै आएको छौँ, बुझि पनि सकेका छौँ। अझै अब यस्तो प्रोग्रामहरूमा हामी जोडिँदै जाँदा अझै बुझ्छौँ। र जस्तै नेसनल लेभलमा पनि साइकल सम्बन्धी कुनै गेमहरू बाहिर डिफ्रेन्ट कन्ट्रीहरूमा हुँदाखेरि त्यसको लागि अडियन्स भन्ने स्पेक्टेटर के भनिन्छ, जस्तै दर्शकहरू कति धेरैजना हुन्छन् चियर गर्नलाई, जस्तै फुटबल क्रिकेटहरूमा। त्यो कुरा चाहिँ अब गेमको पर्सपेक्टिभबाट पनि हामी साइकललाई पनि त विश्वमा, हामी नेपालले पनि साइकलमा यस्तो राम्रो गर्दैछौँ भनेर देखाउन सक्छौँ। एज अ राइडर गरि पनि रहनु भएको छ कतिजना दाइहरूले।
त्यस्तो उसको लागि चाहिँ बेस चाहिँ अब हामी सानो सानो एकदम बेस सुरुवात कसरी गर्न सकिन्छ मलाई लाग्छ भने जस्तै हामी स्कुलहरू पठाउँदा नजिकै भए पनि बच्चाहरूलाई स्कुल पठाउँदा बसमा नपठाएर साइकलको क्यारियरमा पछाडि बसाएर गफ गर्दै त्यसरी जसको नजिक छ टाढा टाढा त त्यस्तो हुँदैन पोसिबल पनि सो त्यसरी साइकलमै सँगै प्यारेन्ट्ससँगै त्यसरी पठाउने साइकललाई म्याक्सिमम युज गर्ने त्यस्तो गरियो भने चाहिँ साइकलप्रतिको हाम्रो जुन अहिले हामी डेभलप गर्न चाहिरहेको छ साइकल कल्चर त्यो कुराहरूलाई धेरै हेल्प हुन्छ र पार्टिसिपेन्ट्सहरूबाट पनि हाम्रो धेरै नै राम्रो कुराहरू आएको छ त्यो सल्लाह सुझावहरू पनि हामीले अवश्य लिनेछौँ आजको हाम्रो मुख्य उद्देश्य भनेकै यो साइकलबाट कस्तो आफ्नो एक्सपिरियन्सहरू सेयर गर्ने भनेर जुन हामी एक्सपिरियन्स सेयरिङ गऱ्यो त्यो एक्सपिरियन्स सेयरिङको मुख्य उद्देश्य भनेको अरूले पनि सिकोस् भनेर पनि हो र यस्तै अरूको एक्सपिरियन्स पनि हामीले सुन्न पाओस् भनेर आज